गुरुङ चलचित्र निर्देशकहरू निर्माताहरूले चाहिँ त्यो भाषामा एकरूपता ल्याउनको लागि चाहिँ एकदम गाह्रो भएर अथवा भने जस्तो कलाकार जस्तो तपाईँले भन्नुभयो होइन त्यही गाउँको त्यही ठाउँको भाषा बोल्न कठिन भएर चाहिँ डबिङ गरे हो भनेर त्यो कारणले गर्दाखेरि पनि त्यो गुरुङ भाषाभन्दा नेपाली भाषा बनाउनु राम्रो भनेर त्यो बनाएको होला एक हिसाबले त्यो पनि हो मलाई के लाग्छ भन्दाखेरि अबको हाम्रो हामीसम्म हाम्रो पुस्तासम्म सिक्छ त्योभन्दा पछिको पुस्तालाई चाहिँ के सिकाउने त हामी त गुरुङ फिल्म बनाएर यो भनेको त कहिले पनि नमर्ने कुरा हो नि त हामी मरे पनि सधैँ बसिराख्ने कुरा हो क्या यो फिल्म त अनि भोलिको टाइममा हाम्रो बच्चाहरू होइन विदेशमा हुर्के पनि उनीहरू जस्तो सुकै ठाउँमा भए पनि एक टाइम आउँछ उसले आफ्नो देश खोज्छ आफ्नो भाषा खोज्छ म को हो भनेर आफूले चाहिँ खोज्छ कि मलाई चाहिँ त्यस्तो लाग्छ है कतिले त बुझ्दा पनि बुझ्दैन त्यो हिसाबले फिल्म बनाइसकेपछि राम्रो दर्शक नपाइएला भन्ने डर पनि हुन्छ नि त चलचित्र भनेको कुरा चलेर बुझ्ने कुरा हो कि चलचित्र हामी कोरियन फिल्म त बुझेर हेरेको होइन होला नि त कोरियन फिल्महरू ड्रामा अनि जापानिज चाइनिज फिल्महरू हामी भाषा बुझ्छ त सबटाइटल हुन्छ होइन भने चलचित्र चलेर यो भनेको रहेछ भनेर मैले फिल्म पाएर काम पाएर मात्रै ठुलो कुरा भएन कि म मेरो दाइले मेरो आफन्तले मेरो मामाले फिल्म बनाउँदैमा होइन मैले फिल्म पाउनुपर्छ भन्ने होइन क्या त्योमा चाहिँ म सुट हुनु पऱ्यो कि त्यो कथाको लागि चाहिँ म फिट हुनु पऱ्यो कि अनि मात्रै काम गर्नु पऱ्यो सहरभन्दा गाउँ मनपर्छ तपाईँलाई गाउँमा एकजनालाई दुःख परेछ भने गाउँलेलाई नै दुःख पर्छ नि अनि एकजनालाई सुख परेछ भने सबैजना रमाउनुहुन्छ कि गाउँको मान्छे कति मनको नजिक छ कि घर जति टाढा भए पनि एउटाको घर डाँडा पछाडि भए पनि उनीहरूको मन चाहिँ नजिक छ सहरमा कस्तो हुन्छ नि सँगै जोडेको घर पनि मान्छे एउटा घरमा मान्छे बितिरहेको छ भने अर्को घर मासु पकाएर खाइरहेको भोज मनाइरहेको हुन्छ जस्तै एउटा कल्चर सुनेको थिएँ कि मैले यसरी सुटका नाच्ने बेलामा चाहिँ केटाहरूले बजाएको खैँजडी फुट्यो भने चाहिँ त्यो गाउँको चेलीबेटी कोही पहिला जान्छ भनेर भन्थे अरे कि भन्छ त्यो त भन्ने होइन नि त्यो त केटाहरूले मन लागेर खैँजडी यसरी फाल्ने बित्तिकै फुट्छ नि हाम्रो त्यो समस्या के हुन्छ इन्टरकास्ट बिहा गर्दाखेरि चाहिँ हामीले कल्चर मान्ने मेरो धर्म मेरो संस्कार मान्ने हो भने त गुरुङ कल्चरमा के म इन्टरकास्टसँग बिहा गरेँ भने मैले केही पनि छुन पाउँदैन त्यही मेरो घरमा मेरो दाजुभाइले कसैले अर्को जात ल्यायो भने त्यो बच्चा पनि गुरुङ हुँदैन कि सुरुमा त्यो बच्चा पनि कुलमा चढ्दैन कि जब भात ननिकालीसम्म उसले त गुरुङ मामासँग गरे कि म धनी भयो मैले पैसा कमाएँ भने मेरो बाबामा कस्तो नराम्रो छ झुत्रे छ गोबर सोच हुँदैन मेरो बाबामा त चेन्ज हुँदैन होला नि त सुखी परिवारको बाबामा त मेरो हुँदैन होला नि त साइनोले होला जतिसुकै दुःख पाएको गोबर सोरेको गनाएको भयो नि मेरो बाउ आमा त त्यही नै हो नि त एउटा नै हो क्या मैले मानेको धर्म पनि त्यही नै हो कि अर्को साम्पाङ चाहिँ तपाईँलाई कस्तो लाग्छ जनतालाई त्यो यस्तो हो कि जनतालाई लिएर कति ठाउँमा त्यो ठाउँमा पुगिसकेपछि त्यो हिसाबले पनि काम चल्दैन नि फेरि कति ठाउँमा त आफूले काम लगाउने हो आफ्नो सँगसँगै काम गर्ने हो तपाईँको विचारमा चाहिँ उहाँले गरेको तरिका उहाँले गरेको ठिक छ नि सिस्टम चाहिँ सिस्टम होइन नि कति धेरै सिस्टमहरू चाहिँ त्यो चल्दैन नि फेरि मैले तपाईँसँग कुरा गर्नुभन्दा अगाडि तपाईँको बारेमा यसो हेरेको थिएँ होइन गुगलतिर सर्च गरेको थिएँ युट्युबमा हेरेको थिएँ युट्युबमा मैले गुरुङ एक्ट्रेस रिया गुरुङ मुभिज भनेर हान्दाखेरि कर्म क्या भनेर फर्स्टमा आयो कि फिल्म अनि त्यसपछि तल फिल्म आयो होला युके स्विटर यो फिल्महरू आएको छ होइन तपाईँले चाहिँ यो फिल्म खेलिसकेपछि रिलिज भयो होइन हलमा रिलिज भइसकेपछि युट्युबमा हेर्नुभयो कि भएन युट्युबमा मैले खासमा मेरो फिल्म फुल हेरेकै छैन यो अहिलेको लेटेस्ट फिल्म के भन्छ अरे मुखिया मात्रै होला मैले फुल फिल्म हेरेको हलमा गएर अरू त हेरेको छैन अगाडिको फिल्महरू हलमा पनि हेर्नु भएको छैन नि लेख्यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि हामी चाहिँ कलाकारको हिसाबमा फिल्म हलमा छिर्ने बेला पनि अब अलिक ढिलो छिर्छ निस्किने बेला पनि हामी अलिक छिटो निस्किन्छ नि त त्यो हिसाबले चाहिँ हामीले आफ्नो फिल्म त्यस्तो फुल हेर्न पाएको छैन युके स्विटर र कर्मक्याहरू त फेरि युट्युबमा नि आइसकेको छ नि त त्यो चाहिँ किन छैन नि कर्मक्यामा बल्ल भोलि मात्रै अब यो भिडियो हाम्रो आउट हुने बेला चाहिँ अलिक ढिलो होला कर्मक्या चाहिँ मोबाइल एपमा के आउने भने ओटीटीमा त्यो भोलि मात्रै बल्ल 15 मिनेट कतिको चाहिँ देखाएको थिएँ कि मैले त्यति मात्रै आउट भएछ क्या हो 1.5 घण्टा कति अलिक लामै छ क्या 2 घण्टाको युके स्विटर चाहिँ जस्ट फुल फिल्म नै आइसक्यो त्यो युके स्विटर पनि हाम्रो सो हुन्थ्यो होला अरू ठाउँमा कस्तो भयो भन्दाखेरि कोभिडले गर्दाखेरि चाहिँ युके हङकङ पोखरा दमौली अनि कहाँ चाहिँ सो भयो त्यसपछि यतिकै किन होल्ड राख्ने भनेर अनि युट्युबमा प्रोड्युसरहरूले आफै सल्लाह गर्नुभयो होला अनि युट्युबमा चाहिँ फुल हेरेँ मैले युट्युबमा रिलिज भइसकेपछि हेर्नुभयो कि भएन भने हेऱ्यो युट्युबमै हो मैले हेरेको युके स्विटर नि फुल
अनि लगभग 6 वर्ष कति वर्ष पुरानो फिल्म होइन त त्यो? कोभिड अगाडिको ठ्याक्कै कोभिडको टाइममा चाहिँ सो म्लेक्यु र त्यो दुइटै फिल्म सो भइराख्ने बेला कोभिड आयो। अनि युके स्विटर चाहिँ अलिक बेसी ठाउँमा सो हुन पायो, म्लेक्यु चाहिँ हुन पाएन। अनि यतिकै म्लेक्यु चाहिँ यतिकै होल्ड भइरहेछ। जस धेरै अगाडि खेलेको फिल्म मैले पछिल्लो समय युट्युबमा हेर्दाखेरि चाहिँ आफूलाई त्यो जुन फिल्ममा देख्दाखेरि चाहिँ एज अ कलाकारको हिसाबले नायिकाको हिसाबले चाहिँ कस्तो गरे जस्तो लाग्छ कि तपाईँलाई त्यो रोलहरू? लाज लाग्छ। मलाई मेरो फिल्म मलाई त्यो पर्दामा देख्दा चाहिँ एकदम लाज लाग्छ। किन लाज लाग्ने खास? खै मैले के गरे होला जस्तो लाग्छ। म त योभन्दा अलिक गर्न सक्थेँ जस्तो लाग्छ कि म त अझै सिक्न बाँकी रहेछ जस्तो लाग्छ। त्यस फिल्म सुटिङ गरिराख्दाखेरि चाहिँ त्यो फिल हुँदैन? हुन्छ, कति कुराहरू त अब कति कुराहरू हाम्रो टाइम म्यानेज गर्नुपर्छ, कतिहरू हामी अब आफूले मात्रै गर्छु भनेर पनि भएन नि त, आफू सँगसँगै जोडिने होइन। तपाईँलाई नराम्रो लागेको सिन पनि डाइरेक्टरले राम्रो लागेको त्यो पनि हुनसक्छ। त्यो कारणले हो र? कति कुराहरू त त्यो पनि हो नि त, डाइरेक्टर होइन। सबै कुरा अब कथामा पनि मिल्नु पर्यो। कुनै कुरा मलाई चित्त नबुझेको कथामा मिलिरहेको हुन्छ नि त, त्यो कुरालाई चाहिँ हामीले ल ठिक छ भन्ने। मेन कुरा त दर्शकले मन पराउनु पर्यो। आफूले त सधैँ सिक्ने नै, हामी लास्टसम्म सिक्ने नै हो कहिले पनि। आफ्नै फिल्म हेर्दाखेरि चाहिँ त्यति सन्तुष्ट हुँदैन। एकदमै धेरै सिक्नु छ जस्तो चाहिँ लाग्छ। त्यतिकै राम्रो ठिकै अभिनय गरेछु जस्तो लाग्छ। एकदमै कतिमा भन्दाखेरि 50 पनि सिके छैन जस्तो लाग्छ आफूलाई पर्दामा हेर्दाखेरि चाहिँ। कति भयो तपाईँले फिल्म सुरु गर्नु भएको? धेरै नै भयो नि होइन? अब कहिलेसम्म सिक्ने त? कतिसम्म सिक्ने त? अब त सिकिसक्नु पर्ने होइन? 10 वर्ष त भयो होला मैले। 10 वर्ष भइसक्यो। 9 देखि 10। अहिलेको तपाईँको लास्ट फिल्म भनेको मुखिया होइन? मुखिया हेर्दाखेरि चाहिँ अलिकति फिल भयो होला नि होइन? मैले अलि राम्रै गरेछु, ठिकै गरेछु होइन नि। आज मुखियामा चाहिँ हामीले काम त्यस्तो साह्रो एकदमै दुःखै गरेको फिल्म नै होइन नि। दर्शकले चाहिँ तर मन पराइदिनु भयो है। त्यस्तो मैले सबभन्दा नगरेको भन्नाले कस्तो एकदमै हुन त हाम्रो मुखियामा चाहिँ मुखिया अब हामी त अलिकति सपोर्टिभ रोल भन्दा पनि हुन्छ नि त। मुखिया नै हो नि त, त्यहाँको मुखिया फिल्मको त मुखिया नै हो नि त सबै कुरा भनेको। अनि बाबाले चाहिँ धेरै नै दुःख गर्नुपर्छ, तर हामी त्यस्तो धेरै बाबाले जतिको दुःख गरेको भए कति कुराहरू त्यही त भने नि, हाम्रो गुरुङ फिल्महरू एकदम सानो, उसमा कति धेरै कुरामा चाहिँ म्यानेज गरेर काम गर्नुपर्छ नि त। त्यो हिसाबले पनि त्यति अझ सोचे जस्तो कि यो फिल्मको स्टोरी अनुसार चाहिँ हामीले काम गरे होइन, अझ राम्रो बन्थ्यो जस्तो लाग्छ कि। जस्तै प्रोडक्सनको हिसाबले पैसा धेरै हुँदैन होइन गुरुङ फिल्महरूमा, टाइम पनि धेरै हुँदैन। तर एक्टरहरूलाई त फेरि जति महँगो सेटमा एक्टिङ गरे पनि, सस्तो सेटमा एक्टिङ गरे पनि, जति ठुलो क्यामेराले खिचे पनि, सानो क्यामेराले खिचे पनि, एक्टिङ त एक्टिङ नै हो होइन? कामलाई त त्यो मार्नु हुँदैन, किनकि हामी प्रोफेसनल भएर जेसुकै काम भए पनि हामी प्रोफेसनल भएर काम गर्नुपर्छ भन्ने मेरो सोच चाहिँ त्यो है। फेरि त्यही त एक्टिङको हिसाबले त त्यो तपाईँको लागि सबै फिल्मको लागि तपाईँको भूमिका त एउटै हुन्छ नि त होइन? मेहनतको हिसाबले अझ टाइम पाएन भन्न खोजेको। त्यही मेहनत हामीले टाइम लिएर गरेको भए अझ राम्रो हुन्थ्यो क्यारेक्टरको लागि। त्यो चाहिँ हो। यत्रो फिल्ममा चाहिँ तपाईँलाई सबैभन्दा राम्रो, स्पेसली कर्म क्याले त तपाईँले अवार्ड पनि जित्नु भएको छ होइन? उत्कृष्ट आदिवासी चलचित्र अवार्ड पनि जितेको छ होइन? फर्स्ट उसमै धेरै नै अवार्ड जित्यो क्या कर्म क्याले त जस्तो लाग्छ है। फर्स्ट भनेपछि तपाईँलाई सबभन्दा राम्रो लागेको कर्म क्या नै होला? अब त्यही भन्नु पर्यो सुरुको सोलो हिसाबले चाहिँ कर्म क्या सबैजनाले मन पराएको फिल्म पनि हो त्यो टाइममा चाहिँ है। फेरि त्यो टाइममा गुरुङ फिल्महरूमा गुरुङ भाषाहरू अनि गुरुङ कल्चरहरू एकदम कम हुने भइसक्यो थियो। अहिलेको टाइममा फेरि गुरुङ भाषामै हो, गुरुङ भाषामै। अनि लमजुङको नाल्मा गाउँको भाषा ठेट भाषा, अनि त्योमा चाहिँ मेरो त्यही भएर त्यहाँको भाषा नजानेर हामी कलाकारहरूको धेरैजनाको अनि मेरो उता आर्टिस्टहरू अरू आर्टिस्टहरूको पनि भोइस डब चाहिँ त्यताकै मान्छेले गरेको छ, त्यही गाउँको मान्छेले। हाम्रो भोइस छैन नि, हाम्रो भाषा नमिलेर के भनेपछि प्योर गुरुङ भाषामा बनेको फिल्म। प्योर गुरुङ भाषा पनि अझ लमजुङको नाल्मा गाउँ, नाल्मा र बिम्दा, अनि बेसी सहरतिर चाहिँ केही भाग। जस्तै आफूले अभिनय गरेको फिल्ममा आफ्नो आवाज नहुँदाखेरि त एकदम नर्मल लाग्यो होइन हेर्दाखेरि? अरू नचिन्ने मान्छेहरूलाई चाहिँ त्यस्तो लाग्दैन। अलिकति त्यो नरमाइलो भन्दा पनि जस्तो त्यो आफूलाई अड जस्तो लाग्छ, नमजा चाहिँ होइन। त्यही भएर नराम्रो लाग्यो तपाईँलाई? होइन त्यो त होइन। कर्म क्यामा त्यो सिक्दै भर्खरै त्यो बेला त होइन, अलिक बच्चै त्यो के अलिकति त्यति धेरै बुझ्या पनि थिएन नि त त्यो फिल्डमा अहिले जस्तो। मैले यसरी काम गर्नुपर्छ अब चाहिँ ल है, डाइरेक्टरले क्यामराम्यानले ल यो गर्नुपर्छ यो भन भनेपछि गर्ने कुरा हो नि त। अहिले त कति कुराहरू आफूलाई थाहा हुन्छ। म कतापट्टि फर्किँदा आफ्नो फेस कता फर्काउँदाखेरि अनुभवको हिसाबले चाहिँ अहिले चाहिँ धेरै सजिलो। त्यो बेला चाहिँ अब भर्खर के ल यो गर है भन्दाखेरि गर्ने बेला थियो। तै पनि राम्रो भयो त्यो टाइममा। त्यो फिल्म चाहिँ सबैजना हाम्रो गुरुङ फिल्मको राम्रो राम्रो डाइरेक्टरदेखि कलाकारले मन पराएको फिल्म चाहिँ हो कि।
त्यो टाइममा चाहिँ गुरुङ भाषाको कस्तो अलिकति होइन गुरुङ भाषाको नबनेर गुरुङ कल्चरमा नबनेर अलिकति कस्तो गुरुङ फिल्म भन्ने अलिकति मोडर्न हो कि कस्तो त्यो भइसकेको बेलाको फिल्म हो प्रायः जस्तो त नेपाली भाषामै भन्छ नि हैन नेपाली भाषामा पनि अब गुरुङ फिल्म चाहिँ कस्तो हुन्छ भन्दाखेरि हामी स्टोरी पहिलाको गर्छ नि त पहिलाको गरेपछि हामी सुत्ने बेला लिपस्टिक लगाउँदैन होला मेकअप गरेर सुत्दैन होला अनि त्यो टाइममा चाहिँ त्यो फिल्म बनिरहेको थियो मैले देखे अनुसार चाहिँ है अलिकति कम मान्छेले चाहिँ गुरुङ फिल्म बनाउनुपर्छ हामी गुरुङ कल्चर बचाउनुपर्छ भन्ने मान्छेहरू चाहिँ एकदम कम हुनुहुन्थ्यो है मैले बुझे अनुसार म त्योमा गलत पनि हुन सक्छु फेरि अहिलेको टाइममा चाहिँ फेरि ब्याक भएछ है मान्छेलाई फेरि त्यो चिजहरू त नपच्ने रहेछ भन्ने भयो होला हाम्रो मेकरहरूलाई अनि प्रोड्युसरदेखि डाइरेक्टरदेखि मलाई पनि त्यही लाग्छ होइन सबैलाई एउटै फिल्म मनपर्छ भन्ने पनि छैन कर्म क्यामा चाहिँ कस्तो कथावस्तु चाहिँ के हो खासमा कथावस्तु चाहिँ क्यारेक्टर चाहिँ कस्तो हो कर्मले बिहा भएर जाने एउटा केटीको बारेमा कर्म बिहा भएर भनेको त त्यस्तै त होला कर्मको बाटो भनेको चाहिँ आफ्नो आफ्नो बाटो हुन्छ कि तपाईको बाटो फरक हुन्छ मेरो बाटो फरक हुन्छ कि कर्मको बाटोमा चाहिँ कर्मले कता डोराउँछ भन्ने कुरा हो कि त्योमा चाहिँ त्यो भनेको चाहिँ बिहा भएर जाने भन्ने चाहिँ हैन त्यो भन्ने चाहिँ हुँदैन जस्तै गुरुङ भाषामा कर्म क्या भन्यो भने चाहिँ कर्मको बाटो भयो नि त केटीहरुको बिहा गरेर जाने कर्मको बाटो एउटा केटा र केटी जतिसुकै मन पराए पनि हामी परिस्थिति अनुसार चाहिँ आफ्नो कर्मले चाहिँ आफ्नो बाटो डोराउने रहेछ कर्मको बाटो चाहिँ त्यो नै हो नि त हामी गुरुङ भाषामा भन्दा पनि नेपाली भाषामा भन्दा पनि भाषा फरक हो त्यो नै हो कर्मको बाटो चाहिँ भनेपछि तपाईलाई त्यतिखेर ल्याङ्ग्वेजको जस नालमा गाउँकै भाषा बोल्न ठेट भाषा चाहिँ बोल्न त बोल्यो डबिङमा त अब अलिक गाह्रो पर्यो अनि त्यही भएर हाम्रो दुईजना हिरोहरूको पनि मेरो पनि अनि सबै पछि रिरेकर्ड गरे तपाईहरुको सबैजना हामीले रेकर्ड नै गरेन हामीले भोइस डब नै दिएन त्यही त तपाईहरुको जुन कर्म क्यामा जुन आवाज छ त्यो चाहिँ तपाईको हैन अनि अरूको नै हो हिरोहरू दुईजनाको पनि हैन दुईजना हिरोहरूको नै अनि अरूकै त्यही गाउँको मान्छे कतिको म्याच भयो जस्तो लाग्छ आफ्नो तर मेरो चाहिँ अलि भएन होला हैन त्यस्तो लाग्छ आफूलाई चाहिँ है त्यो चिन्ने मान्छेहरूलाई र म आफैलाई चाहिँ त्यो मेरो स्वर अलिकति भएन अलि सानो मसिनो छ मेरो स्वर चाहिँ अलिक ठुलो छ त्यो हिसाबले चाहिँ अलिकति म्याच भएन होला नसुनिराख्ने मान्छे नचिन्ने मान्छेलाई त त्यो स्वर त्यो ठिकै हुन्छ तपाईकै जस्तो लाग्छ हैन अरूलाई त त्यस्तै लाग्छ चिन्ने मान्छे र मलाई चाहिँ त्यो स्वर अलि मिलेन तपाईको चिनेको मान्छेहरूले अथवा दर्शकहरूले व्यक्तिगत रूपमा आएर यो आवाज त तपाईको हैन अरूकै आवाज राखेर हैन क्या हो भन्छ नि हैन भन्छ त्यो त मेरो नजिकको सर्कलको मान्छेहरूले चाहिँ भन्नुहुन्छ कस्तो स्वर अर्कै सुन्यो अनि कस्तो नसुहाएको है भन्छ लमजुङको नालमाको चाहिँ अलिकति फरक छ कि फेरि मैले लमजुङको गाउँहरू चाहिँ बेसी सुटिङहरूमा धेरै गाउँ डुलिसकेछ नि त त्यो हिसाबले चाहिँ नालमा गाउँको चाहिँ त्यो बेला बिन्दा र नालमा गरेको हिसाबले बिन्दासँग मिल्यो नालमासँग नमिल्ने रहेछ कि भाषा त्यही त त्यो कारणले जस्तै अहिले पछिल्लो समय धेरै निर्देशकहरू गुरुङ चलचित्र निर्देशकहरू निर्माताहरूले चाहिँ त्यो भाषामा एकरूपता ल्याउनको लागि चाहिँ एकदम गाह्रो भएर अथवा भने जस्तो कलाकार जस्तो तपाईँले भन्नुभयो होइन त्यही गाउँको त्यही ठाउँको भाषा बोल्न कठिन भएर चाहिँ डबिङ गरे हो भनेर त्यो कारणले गर्दाखेरि पनि त्यो गुरुङ भाषाभन्दा नेपाली भाषा बनाउनु राम्रो भनेर त्यो बनाएको होला एक हिसाबले त्यो पनि हो तर म चाहिँ गुरुङ फिल्मलाई कस्तो गर्नुपर्छ मलाई के लाग्छ भन्दाखेरि अबको हामीसम्म हाम्रो पुस्तासम्म सिक्छ त्योभन्दा पछिको पुस्तालाई चाहिँ के सिकाउने त हामी त गुरुङ फिल्म बनाएर यो भनेको त कहिले पनि नमर्ने कुरा हो नि त हामी मरे पनि सधैँ बसिराख्ने कुरा हो क्या यो फिल्म त अनि भोलिको टाइममा हाम्रो बच्चाहरू होइन विदेशमा हुर्के पनि उनीहरू जस्तो सुकै ठाउँमा भए पनि एक टाइम आउँछ उसले आफ्नो देश खोज्छ आफ्नो भाषा खोज्छ म को हो भनेर आफूले चाहिँ खोज्छ कि मलाई चाहिँ त्यस्तो लाग्छ है जुन विचारमा चाहिँ गुरुङ भाषामै बन्नुपर्छ गुरुङ भाषामा गुरुङ कल्चरमा चाहिँ बनाउनु पर्छ जस्तो गुरुङ भाषामै नभए नि कति ठाउँमा त गुरुङ बस्तीमा नेपाली भाषा बोले पनि कल्चर त गुरुङ छ होला नि त त्यो कुराहरू चाहिँ जोगाउनु पर्छ देखाउनु पर्छ भोलिको हामीभन्दा पछिको पुस्ताले चाहिँ के सिक्ने भन्दाखेरि फिल्म हेरेर हाम्रो कल्चर भने यो रहेछ हाम्रो भाषा भने यो रहेछ त्योबाट सिक्न पाओस् जस्तो लाग्छ कि त्यो कुरा चाहिँ हामीले अब आउने पुस्तालाई चाहिँ हस्तान्तरण गर्नुपर्छ जस्तो लाग्छ कि जस्तै गुरुङ भाषामै बनाउँदाखेरि गुरुङ कल्चर बेसमा बनाउँदाखेरि चाहिँ स्पेसली भाषामा बनाउँदाखेरि चाहिँ गैर गुरुङहरू जुन अहिले बढिरहेको छ स्पेसली गुरुङ कम्युनिटीमा पनि भाषा बोल्ने मान्छेहरू कमै छ घट्दै छ र कतिले त बुझ्दा पनि बुझ्दैन त्यो हिसाबले फिल्म बनाइसकेपछि राम्रो दर्शक नपाइएला भन्ने डर पनि हुन्छ नि त चलचित्र भनेको कुरा चलेर बुझ्ने कुरा हो कि चलचित्र हामी कोरियन फिल्म त बुझेर हेरेको होइन होला नि त कोरियन फिल्महरू ड्रामा अनि जापानिज चाइनिज फिल्महरू हामी भाषा बुझ्छ त सबटाइटल हुन्छ होइन भने चलचित्र चलेर यो भनेको रहेछ भनेर म चाहिँ त्यसरी हेर्छु चलचित्र भनेको चाहिँ चलेर बुझ्ने कुरा हो अनि त्यही पनि सबटाइटल हुन्छ नि त अहिलेको उसमा टाइममा त
धेरै सजिलो छ नि पहिलाभन्दा त अहिलेको टाइममा फिल्म अब गुरुङ फिल्महरू चाहिँ कतिको चलेर बुझाउन सक्ने छ जस्तो लाग्छ तपाईँलाई? तपाईँले आफूले पनि अब धेरै फिल्महरू खेल्नु भएको छ र अरू फिल्महरू पनि हेर्नु भएको छ होइन, अरू निर्देशकहरू निर्माताले बनाएको फिल्म पनि हेर्नु भएको छ। त्यो हिसाबले हाम्रो गुरुङ फिल्म चाहिँ अब तपाईँले कोरियन फिल्महरू जापानिज फिल्महरूको कुरा गर्नुभयो होइन, त्यो हिसाबले हेर्दाखेरि चाहिँ हामी त एकदमै कहाँ छ नि त होइन? हजुर, हामी एकदम सीमित ठाउँमा छ कि हामी, किनकि हाम्रो कम्युनिटी एकदम थोरै छ नेपाली फिल्मको हिसाबले गर्दा नि हाम्रो सानो देशमा होइन। अनि नेपाली फिल्म त चल्न धौधौ भएको बेलामा हामी त एउटा कल्चर मुभी सानो उस गरौँ न त, आफ्नो कल्चर जोगाम भनेर बनाएको कुरा हो नि त। त्यो हिसाबले त यतिको राम्रै हो, तर जति हामीले अहिलेको टाइममा जति हामीले सहर यो बनाउनु पर्थ्यो नि, जति हामीले दर्शकहरू बनाउँ त्यो चाहिँ छैन, कमै छ। त्यही त, जुन सुरुवाती अवस्थामा गुरुङ फिल्महरू बन्थ्यो होइन, अब इतिहास हेर्दाखेरि चाहिँ तपाईँको जस्तै मैले गुरुङ फिल्म्स हेर्न सुरु गरेको फिल्महरू भनेको विशेष गरी वेदबहादुर गुरुङ, लोकबहादुर गुरुङहरूले बनाएको फिल्महरू हो कि। तपाईँको चों भन्नेदेखि लिएर होइन, त्यसपछि सैनहरू नृसिंह भोजबहादुर दाइले बनाउनु भएको यो फिल्महरूमा चाहिँ एकदमै गुरुङ कल्चर पनि थियो, भाषा पनि थियो। हेर्दाखेरि एउटा छुट्टै खालको गुरुङ त्यो हो कि गुरुङपना जस्तो फिल हुन्थ्यो कि गुरुङ फिल्म चाहिँ त्यो हो कि मैले भन्न खोजेको। तर पछिल्लो समय चाहिँ त्यो कुराहरू सबै हराइसक्यो कि अहिलेको मेकरहरूले चाहिँ त्यस्तो कन्टेन्टहरू त्यस्तो फिल्म बनाउन सकेको छैन। मैले भन्न खोजेको नि त्यो नै हो कि गुरुङ फिल्मलाई बचाएर राख्नुको लागि चाहिँ हामीले गुरुङ कल्चर सबै कुरा बचाउनुको लागि चाहिँ हामी चाहिँ के खोज्छ भने हामी मान्छेहरू चाहिँ कस्तो खोज्छ भन्दाखेरि अरूले के दियो खोज्छ कि, अरूले के दियो होइन कि मैले पनि त दिनु पर्यो पाउनुको लागि, अरूको आश मात्रै गरेर भएन कि। गुरुङ फिल्मलाई केही पनि दिएन होइन कि, गुरुङ फिल्मले दिन सके पो हामीले चाहिँ के दिने त गुरुङ फिल्म? गुरुङ फिल्म त्यही त तपाईँले कुरा गर्नुभयो नि त, त्यो बेलाको फिल्महरू साँच्चै गुरुङ फिल्म थियो, दर्शकहरू पनि त्यत्तिकै थियो नि त। अहिलेको हिसाबमा त दर्शक घटिसक्यो नि त। दर्शक आए पनि तपाईँको दर्शकले मनोरञ्जन गर्न सक्ने छैन नि। गुरुङ फिल्म भने त कस्तो हो, हुन त अहिलेको बच्चाहरू कति हिसाबले भाषा बुझ्दैन, गुरुङ फिल्म त्यो नबुझे पनि सीमित मान्छेहरूले हेर्छ। भोलिको दिनमा एउटा टाइम आउँछ उसले आफ्नो भाषा खोज्छ, आफ्नो कल्चर खोज्छ, सबै कुरा खोज्छ के। त्यो पुरानो फिल्महरू कहिले हेर्नु न, अहिलेको फिल्म भन्दा त्यही फिल्महरू राम्रो लाग्छ मलाई, त्यही गीतहरू राम्रो लाग्छ। अहिलेको टाइममा होइन, त्यो बेला क्वालिटी, क्यामेराको क्वालिटी सबै कुरा कम भए पनि त्यही फिल्म राम्रो छ नि, मलाई चाहिँ त्यो लाग्छ है। फेरि अहिलेको निर्देशकहरूले चाहिँ किन त्यस्तो फिल्म बनाउन नसके? निर्देशकको हिसाबमा त सर्कलमा उहाँहरू नै हुनुहुन्छ अझै पनि होइन, हाम्रो गुरुङ फिल्मको खम्बाहरू उहाँहरू नै सर्कलमा घुमिराख्नु भएको छ। अहिले नयाँ आउने निर्देशकहरूले चाहिँ बुझ्नुपर्ने हो जस्तो लाग्छ है मलाई। त्यस पुरानो निर्देशकहरू त्यो लेभलले अपडेट भएर आउन सकेन होइन, अहिलेको दर्शकको हिसाबले अपडेट भएको होला उहाँहरू, मलाई त्यस्तो लाग्छ है। फेरि हामी सबैजनाको आफ्नो आफ्नो हुन्छ नि त हेर्ने। मलाई चाहिँ गुरुङ फिल्म गुरुङ भाषामा गुरुङ कल्चरमा ठेट बन्नुपर्छ जस्तो लाग्छ है। भोलिको दिनमा जोगाएर हाम्रो कल्चर, हाम्रो सबै वेशभूषा सबै कुरा हामी चाहिँ एकदम धनी छ नि त त्यो कुरामा। गुरुङ हुनुमा त एकदम प्राउड फिल गर्नुपर्छ कि हामीले जहिले पनि के। अहिले फेरि विशेष गरी अरू नेपाली मूलधारको सिनेमामा पनि गुरुङ कल्चरहरू हेर्नु अहिले बढी चलिरहेको छ नि त। जस्तै गुरुङ कल्चर, राई लिम्बूको कल्चर, तामाङ कल्चरहरू चल्न थाल्यो नि त। मान्छेलाई त त्यो बनावटी भन्दा त रियल कथाहरू मन पर्न थाल्यो नि त। त्यही भएर हाम्रो फिल्म होइन सीमित मान्छेले हेरे पनि राम्रो बनाउनु पर्यो कि, क्वान्टिटी भन्दा पनि क्वालिटीमा जानु पर्यो कि। आफूले फिल्म गर्दा पनि मान्छेलाई के म त्यो पात्रमा चाहिँ फिट हुन्छ कि हुँदैन भनेर हेर्नु पर्यो कि। मैले फिल्म पाएर काम पाएर मात्रै ठुलो कुरा भएन कि, म त्यो कथामा सुट हुन्छ कि हुँदैन, म मेरो दाइले, मेरो आफन्तले, मेरो मामाले फिल्म बनाउँदैमा होइन मैले फिल्म पाउनुपर्छ भन्ने होइन कि। त्योमा चाहिँ म सुट हुनु पर्यो कि, त्यो कथाको लागि चाहिँ म फिट हुनु पर्यो कि, अनि मात्रै काम गर्नु पर्यो कि। मलाई चाहिँ त्यस्तो लाग्छ है। आफ्नो मान्छे भन्दा पनि त्यो क्यारेक्टरमा चाहिँ काम गर्ने मान्छेले म कतिको फिट हुन्छ भन्ने हेर्नुपर्छ जस्तो लाग्छ है। अनि बल्ल मात्रै फिल्म राम्रो बन्छ। त्यो टाइमको फिल्म हामीले पक्कै पनि त्यस्तै फिल्म हेरेको थियो। तपाईँले यो कुरा गरिराख्दाखेरि जस्तै केही समय अगाडि यहाँ हाम्रो निर्देशक प्रितम गुरुङ आउनु भएको थियो होइन, उहाँले के भन्नुभएको थियो भन्दाखेरि गुरुङ चलचित्र क्षेत्रमा कलाकार छैन, नायक नायिकाहरू धेरै छन्, कलाकार छैन, अभिनय क्षमता भएको। जस्तै तपाईँलाई एउटा सोझी इमान्दार हाउसवाइफको रूपमा राख्नुपर्ने तपाईँ त्यस्तो देखिन्छ भने तपाईँलाई त्यही क्यारेक्टरमा कास्ट गर्ने हो होइन, तपाईँ एकदम छुच्ची रोलमा कास्ट गर्नु पर्यो भने तपाईँले गर्न सक्नुहुन्न होइन। कलाकार त्यस्तो गर्न सक्ने क्षमता भएको कलाकार छैन, भर्सटाइल एक्टर छैन भनेर भन्नुभएको छ। त्यसको त्यो उहाँको चाहिँ स्टेटमेन्टमा चाहिँ तपाईँको चाहिँ के छ? रियल नै हो। रियल नै हो। यत्रो लामो वर्ष भइसक्यो,
वर्षभन्दा बढी भइसक्यो गुरुङ फिल्म बनेको होइन, अझैसम्म पनि गुरुङ क्षेत्रमा चलचित्र क्षेत्रमा कलाकारै नभेट्नु त एकदम कलाकार नभेट्ने दुर्भाग्य हो होइन छ। यो फिल्डमा चाहिँ त्यही ठाउँमा अडेर बस्न सक्दैन। तपाईँले भनेअनुसार जस्तै आफ्नो अङ्कलले, मामाले, बाबाले, दाइले फिल्म बनाएपछि बहिनीहरू, छोरीहरू हिरोइनी हुने हजुर त्यो कल्चर त छ नि त अझै पनि। अझै पनि सबै फिल्ममा छ। आफ्नो नजिकको मान्छेलाई हिरोइनी बनाउने अथवा कसैलाई हिरो बनाउनलाई फिल्म बनाउने कथाको चाहिँ माग अनुसार क्यारेक्टरको त्यो जुन सुट हुने नहुने अनुसार चाहिँ मान्छेहरूलाई कास्ट गरिँदैन नि त। त्यो एकदम गलत प्र्याक्टिस हो नि त त्यो होइन। त्यो कुरामा चाहिँ हामीले खेल्ने मान्छेले पनि मैले काम पाएँ भन्दैमा म चाहिँ त्यस्तो छु है। फेरि त्यो म गलत हुन पनि सक्छु अरूको उसमा हेर्ने कुरामा, गर्ने काम गर्ने हिसाबमा। म चाहिँ त्यो भन्ने मान्छे हो। म चाहिँ त्यही भएर मैले कामहरू कति धेरै पाएको हो नि छोटो समयमा चाहिँ। फेरि किनकि म गुरुङ भाषा बोल्ने पर्यो अनि टिपिकल गुर्सिनी देखिन्छ होइन, मलाई एकदम सोझो देखिन्छ नि त, मलाई चुलबुले त सुहाउँदैन नि त। त्यो हिसाबले हाम्रो क्यारेक्टरलाई त त्यो नै खोज्छ कि गुरुङ फिल्मको हिसाबमा चाहिँ। फेरि अनि छुच्ची नक्कल यो त हुँदैन नि त हाम्रो गुरुङ। अनि मैले भने नि त अघि नै सुत्ने बेला हामी लिपस्टिक लगाएर त सुत्दैन होला नि त। गाउँको गोबर सोर्ने मान्छेले मेकअप गरेर त हिँड्दैन होला नि त। हाम्रो फिल्म चाहिँ कस्तो बन्यो भन्दाखेरि पुरा टिपटप बनेर होइन, लिपस्टिक लगाएर मेकअप गरेर के त्यो त बन्दैन नि त, त्यो त रियल हुँदै होइन नि त। त्यही भएर अहिले हाम्रो नेपाली फिल्ममा पनि त्यही भइरहेको हो नि त। जस्तै हुँदै नभएको हो, गोली हानेर पनि बाँच्दैन नि त मान्छे, त मर्छ नि त। चक्कु हानेर त बाँच्दैन होला नि त मान्छे। त्यो कुरा त मन पर्दैन। अहिले हाम्रो चाहिँ एकदम सिम्पल लाइफ, जुन हाम्रो लाइफ त त्यसरी चल्दैन नि त। फिल्म फरक होला, लाइफ फरक होला। अहिले चाहिँ हामीले चाहिँ के चाहिँ रियल कुराहरू खोज्न थाल्यो कि दर्शकले पनि। बिचमा अलिकति तल उस झर्नुको कारण चाहिँ त्यो पनि हो कि दर्शकले मैले बुझे अनुसार फिल्म हेरेर प्रतिक्रिया सुने अनुसार चाहिँ त्यो हो कि जस्तो पनि लाग्छ कि। जस्तो म दर्शक भएर हेर्दा पनि म त त्यो त हेर्छु नि त। मैले फिल्मै नगरे भए पनि त्यो कुरा त हेर्छु नि त। हामी यहाँ बसेर सबै संसार हेर्न सक्ने जमानामा छ क्या। अनि हामी चाहिँ यो कुरालाई चाहिँ अलिकति गुरुङ फिल्मलाई अझै अगाडि लैजानुको लागि त्यो क्यामेरालाई राम्रो देखेर भएन कि, दर्शकलाई पनि साँच्चै हो जस्तो बनाउनु पर्यो कि। त्यसपछि फेरि पनि ब्याक हुन्छ जस्तो लाग्छ है मलाई। हाम्रो दर्शकहरू कहीँ पनि जानुभएको छैन अझै। अहिले त अझ पहिला नेपालमा मात्रै सो हुन्थ्यो भने अहिले त विदेशमा पनि माग्छ नि त हाम्रो गुरुङ फिल्मको। हाम्रो समुदायहरू अझै बढ्दै गएको छ कति धेरै होइन। विदेशमा अझ यो चिजहरू त नेपालमा हुँदा विदेशमा अझ के आफ्नो देश, आफ्नो वेशभूषा, कल्चर कति महत्त्व हुन्छ भन्ने त विदेश गएको मान्छेहरूलाई थाहा होला। त्यही भएर गुरुङ फिल्म चाहिँ मेरो हिसाबमा चाहिँ गुरुङ कल्चरमै बनाउनु पर्छ। जस्तै गुरुङ फिल्म क्षेत्रमा चाहिँ हजुर आफ्नो मान्छेहरूलाई चाहिँ हिरोइन बनाउने, नजिकको मान्छेहरूलाई हिरोइन बनाउने होइन, त्यो खालको त्यो परिपाटी छ भन्ने कुरा आयो। तपाईँले चाहिँ व्यक्तिगत रूपमा त्यस्तो किसिमको जुन व्यवहारहरू, ल म तपाईँलाई हिरोइन बनाउँछु, तपाईँले चाहिँ मसँग अथवा अलिकति नजिक हुनु पर्यो, त्यस्तो खालको व्यवहारहरू तपाईँले एक्सपिरियन्स गर्नुभएको छैन? छैन मैले चाहिँ होइन, मैले छैन नि। कर्मक्यामा पनि कति 16-17 जनामा सेलेक्ट भएर काम गरेको फेरि मैले त्यो बेला पनि होइन। लास्टमा आएर म सेलेक्ट भएको फेरि त्यो चाहिँ। अनि मैले यसको लागि चाहिँ एकदम धेरै धेरै धन्यवाद चाहिँ हाम्रो करण भेनालाई दिनुपर्छ, करण गुरुङ गोरा। अनि भेना त्यो बेला चाहिँ बाहिर नै हुनुहुन्थ्यो, म चाहिँ गाउँमा थियो, दसैँको बेला हो। भर्खर म त्यो फिल्डमा छिर्दै थियो। अनि भेनाले चाहिँ अब हेर्नुभयो होला, अनि त्यो पात्रमा म फिट हुन्छ देख्नुभयो होला। अनि एकचोटि जाऊ भए पनि नभए पनि भन्नुभयो भेनाले। अनि लास्ट टाइममा चाहिँ म गएको थियो। त्यसपछि मैले चाहिँ काम ब्याक टु ब्याक काम पायो भनौँ न। अझ बिचमा मैले 2-3वटा कतिवटा प्रोजेक्टहरू चाहिँ सँगै जुटेर छोड्नु पर्यो भनौँ न। कतिवटा प्रोजेक्ट चाहिँ आफूलाई चित्त नबुझेर गरेन, त्यो उसमा सुटै हुँदैन भने, मेरो को आर्टिस्ट होइन, मलाई मिल्दैन भने त मतलब काम गर्ने कुरा त भएन नि त। म सुट हुनु पर्यो कि त्यो फिल्ममा चाहिँ। म चाहिँ त्यसरी काम गर्छु है। फेरि त्यस्तो मलाई त त्यस्तो म जति पनि काम गरेको सर्कलमा चाहिँ सबैजना राम्रो मान्छे हुनुहुन्छ। त्यस्तो ब्याड एक्सपिरियन्स केही पनि भएन? छैन। त्यो त अति म नै त्यस्तो भएर पनि होला, म जस्तो मान्छेसँग नि मिलिदिन्छु। फेरि आफूमा पनि डिपेन्ड होला जस्तो लाग्छ है फेरि मान्छे है। म फेरि गाउँमा गएँ नि जोसँग नि, अनि म सुटिङतिर जाँदा गाउँको अनि बाजे बजेहरूले चाहिँ एकदम मन पराउनुहुन्छ क्या। म फेरि अलिकति फ्यामिली टाइपको छ कि मलाई चाहिँ। त्यो अरू त्यो हाहा हुहु यो भन्दा पनि मलाई चाहिँ त्यो गाउँहरू साँच्चै एकदमै त्यहाँको मान्छेहरूको मनहरू कस्तो राम्रो छ क्या। सहरभन्दा गाउँ मनपर्छ तपाईँलाई? त्यो कुरा सहरमा पाउँदैन नि मलाई। त्यही भएर होइन, गाउँमा एकजनालाई दुःख परेछ भने गाउँलेलाई नै दुःख पर्छ नि।
अनि एकजनालाई सुख परेछ भने सबैजना रमाउनुहुन्छ कि गाउँको मान्छेहरू कति मनको नजिक छ कि घर जति टाढा भए पनि एउटाको घर डाँडा पछाडि भए पनि उनीहरूको मन चाहिँ नजिक छ कि सहरमा कस्तो हुन्छ भने सँगै जोडेको घर पनि मान्छे एउटा घरमा मान्छे बितिरहेछ भने अर्को घरमा मासु पकाएर खाइरहेको भोज मनाइरहेको हुन्छ कि सहर भनेको चाहिँ आँखालाई मात्रै राम्रो हो मेरो हेराइबाट चाहिँ साँच्चै मनको राम्रो खोज्ने भने त गाउँ नै राम्रो मान्छेहरू गाउँ बस्नै छोड्यो नि त फेरि सबैजना सहरै बस्न छोड्यो बस्न उसको हिसाबले सुविधाको हिसाबले गरी सहर पनि छोड्यो मान्छेहरूले देशै छोड्यो अझ देशै छोड्यो कस्तो भयो भन्दा हामी चाहिँ धेरै सुविधा खोज्न थाल्यो विदेश गएर पनि टिप्ने त होइन रहेछ नि त विदेश गएर पनि कामै गर्ने हो नि त हामी चाहिँ कस्तो भयो भन्दाखेरि धेरै सुख खोज्न थाल्यो कि हामीले लैजाने त केही पनि होइन नि त आफूलाई आवश्यकता हुँदा बढी खोज्न थाल्यो नि त्यही हो मान्छे एकदम धेरै सुख खोज्न थाल्यो कि अनि गाउँमा त बिचरा बुढाबुढी मात्रै हुन्छ घरमा एउटा दुईजना भन्दा कोही पनि हुँदैन गाउँमा त सबैजना तपाईँ हामीले सहर अलिकति केही हुन्छ कि भनेर होइन योभन्दा माथि पुग्छ कि भनेर ठुलो सहर खोज्दै आएको हुन त हाम्रो बेला भनेको त यो बेला त अब केही गर्ने बेला हो त्यो हिसाबले पनि हामी गाउँमा बसेर त उस्तै कि किसान गर्नु गाउँमा अवसरहरू कम छ हैन कम त्यो हिसाबले पनि हामी सहर रोज्छ तर गाउँ जस्तो राम्रो चाहिँ छैन समाजको हिसाबले बस्नको लागि हावापानी स्वास्थ्यको हिसाबले सबै कुराले गाउँ राम्रो छ गाउँ त साह्रै मनपर्छ फेरि किन मलाई मान्छेहरू विदेश भन्छ है म त कहिले पनि होइन जति विदेश गएँ नि म मेरो गाउँभन्दा त कहीँ पनि देख्दैन होला जस्तो लाग्छ कि सहर बसे पनि म मेरो गाउँ भन्दा कहीँ पनि देख्दिनँ होला जस्तो लाग्छ कि मान्छेहरू चाहिँ त्यो सुविधाको हिसाबले त्यो खोजे नि मलाई चाहिँ गाउँ नै राम्रो लाग्छ गाउँ नै प्यारो लाग्छ कि गाउँकै कुरा गर्दै गर्दाखेरि चाहिँ अब तपाईँकै गाउँतिर जाउँ होइन हजुर तपाईँको गाउँ हिले खर्का होइन तनहुँको गाउँपालिका आमुखैरेनी गाउँपालिकाको सिंहकेश्वरीको काखमा छ सिंहकेश्वरीको काखमा छ म पनि एकचोटि पुगेको थिएँ एकचोटि होइन दुईचोटि पुगेको जस्तो लाग्यो तपाईँको गाउँ चाहिँ पर्यटकीय हिसाबले पनि एउटा सम्भावना भएको होइन मान्छेहरू गइराख्ने र त्यहाँ बसेर किसिमले त्यहाँको चाहिँ कल्चरल कुराहरूलाई चाहिँ हेर्ने अनुभव गर्ने त्यो खालको चाहिँ छ हामीले पनि घाँटु खोइ त्यो जुन चुट्का लगाउँदाखेरि चाहिँ गएको थिएँ एकचोटि अरू अरू युट्युबरहरू भ्लगरहरू पनि पुगेर त्यहाँ भिडियोहरू बनाएको हामीले देखेका थियौँ कि अनलाइनमा त्यो हिसाबले हिले खर्कको बारेमा भन्नुहोस् न त अब तपाईँको गाउँको बारेमा यस्तो जानकारी दिनुहोस् हामीलाई थाहा नभएको कुराहरू होइन म मेरो हिले खर्कको त त्यस्तो वर्णन गरेरै सक्दिनँ होला गुरुङ बस्ती हिले खर्क चाहिँ खासमा किन हिले खर्क नाम राखिएको के त्यसको केही पास्ट स्टोरी केही छ पहिला खर्क राखेर हिलो हिलो भएको खर्क राखेर त्यो भन्नु भने पनि हिलो छैन फेरि मैले थाहा पाएको देखि त्यस्तो हिलो ठाउँ पनि होइन फेरि सुक्खा सुक्खा नै छ हैन सुक्खा नै हो हिले खर्कमा अहिलेको जुन एकदमै आधुनिक समयमा पनि धेरै कुराहरू चाहिँ बिर्सिरहेको बेलामा हाम्रो गुरुङ समाजको कल्चरहरू सबै कुराहरू बिर्सिरहेको छ अहिले जेनेरेसनले र हिले खर्कमा त्यो जुन चुट्का लगाउने नाचहरू गीत गाउने घाँटु त्यो खालको चाहिँ कल्चर चाहिँ अहिले पनि एकदमै मजाले जीवितै राखेको रहेछ कि एकदमै छ त्यो कुरा चाहिँ होइन हिले खर्कमा छ जुन कुरा चाहिँ मैले अरू गाउँमा हेरी चाहिँ हिले खर्कमा चाहिँ अझै पनि पुरानो कल्चर नै छ छोडिएन भनौँ न त्यो कल्चरलाई चाहिँ पछि आएको पुस्ताले पनि छोडिएन छोडेको भए चाहिँ छोडे हुन्थ्यो अरू ठाउँमा जस्तै हिले खर्कले चाहिँ छोडिएन भनौँ त्यही कल्चर राम्रो लाग्यो त्यही मैले भने नि त्यही मान्छेहरू मन पर्यो त्यही हाम्रो पुरानो कल्चर हाम्रो वेशभूषा सबै कुरा त्यही चिजहरू मन पर्यो कि 1-2 वर्ष छोडेको पनि हो नि छोड्दा राम्रो लागेन हिले खर्कलाई भन्दा व्यक्तिगत भन्दा नि हिले खर्कलाई त्यही भएर त्यो फेरि पनि हामीले बचाएर राख्नुपर्छ हाम्रो गाउँमा जस्तो त छैन रहेछ अरू गाउँमा हेर्दाखेरि अझै पुरानो हिसाबले कि अहिले त कति कुराहरू नयाँ भयो नि त त्यो कुराले त हिले खर्कमा अझै पनि पुरानो नै छ के त्यो चुट्का चाहिँ कुन समय लगाइन्छ खासमा के हो चुट्काको चाहिँ ठाउँ अनुसार फरक होला हैन हाम्रोतिर चाहिँ अब बुद्ध जयन्तीमा चन्दी पुण्यमा घाँटो नाच्छ वैशाखमा है वैशाख पुण्य घाँटो नाच्छ त्यसपछि चाहिँ खोइ खाने टाइम हुन्छ के त्यो घाँटो नाचेको सिजन त्यो घाँटो नाचेको बेलादेखि चाहिँ चुट्का नाच्न सुरु हुन्छ खोइ खाने भने चाहिँ के हो खोइ भनेको चाहिँ भोज हो के फेरि खोइ भनेको चाहिँ गुरुङ भाषामा खोइ हो होइन अनि भोज भन्छ त्यसलाई भन्दाखेरि चाहिँ घाँटो भोज हो घाँटो खोइ नै भन्छ हामीले चाहिँ त्यसको पनि अझ बुझ्नुपर्छ मैले बुझेँ अलिअलि मात्रै हो अब यो बर्खामा मर्छ कि बाँच्छ भनेर चाहिँ त्यो हामी सबैजना हुन्छ नि नजिकको मान्छेहरू भेट्ने सबैजना आफन्त साथीभाइ सबैजना भेटेर अब हामी यो बर्खामा के हुन्छ यो हिउँदोमा के हुन्छ भनेर चाहिँ त्यो खोइ खाने चलन हो कि खासमा हाम्रो चाहिँ रमाइलो गर्ने हो कि त्यो चाहिँ जस्तै लमजुङतिरको घाँटो नचाहेपछि चाहिँ त्यो खालको चुड्काहरू लगाउने
कौडाहरू नाच्ने त्यो चाहिँ खासै हुँदैन। छोड्दै आयो नि तनहुँमा चाहिँ खासमा त्यो चुड्का नाच्ने चाहिँ कसरी सुरु भयो होला कि? नराम्रो कौडा चुड्का त मगरहरूले चाहिँ बढी कौडा चाहिँ मगरहरूले भन्नुहुन्छ। अब मेरो गाउँमा त्यो हिसाबले चाहिँ एउटै हो नि हैन? नाच्ने त खैँजडी नाच्ने बजारी नाच्ने हो। एउटै हो तर पनि यस्तो हो कि अलिकति ठाउँ अनुसार अलिकति फरक तालहरू फरक हुन्छ, गीतहरू फरक, गीत त त्यही भए पनि तालहरू फरक हुन्छ के। हाम्रो गाउँको फरक छ भने यता मिर्लुङ साइड के तनहुँ कि मिर्लुङ साइड अलिकति फरक छ कि बजाउने तालहरू फरक छ कि। अनि मगरहरूको अलिकति फरक छ, मगरहरूले भन्नुहुन्छ। तर तनहुँ चाहिँ तनहुँ जिल्लाबाट नै उत्पत्ति भएको कुरा हो। तर यो कसको भन्ने त मेरो बाजे बजे पुस्तौँदेखि घाँटो चुड्का नाच्दै आएको हो। मगरहरूले भन्नुहुन्छ 40 वर्ष 50 वर्ष अगाडि मात्रै यताबाट उत्पत्ति भएको हो। यो कुरामा फेरि अन्यर्थ नलिनु होला, त्यो आफ्नो आफ्नो कल्चर हो। अब हाम्रो गाउँमा बाउ बाजेदेखिको पालादेखि नै नाचिरहेको भन्ने हाम्रो अब त्यहाँको बजेहरूले पनि बजेको पालादेखि जहिले यो गाउँ बस्यो उत्पत्ति भयो त्यो बेलाबाट हामी घाँटो चुड्का नाच्छ भन्छ। त्यो भनेपछि कसको हो भन्ने त यो कुरा त 40-50 वर्षको कुरा त आएन नि त। पुस्तौँदेखि नाच्दैछ कि मेरो गाउँमा त घाँटो चुड्का। जस्तै घाँटो चुड्का जुन लगाउने बेलामा धेरै गाउँहरूको परपरबाट पनि मान्छेहरू आउँदै रहेछ। हजुर, तपाईहरु चाहिँ जानु भएको छैन? जान्छु नि, त्यो त पालोको पैसा हो नि। फेरि कसैलाई चाहिँ पालोको पैसा जस्तै हरेक वर्ष त फेरि तपाईहरुले नै आयोजना गर्ने होला। ओहो, कसैलाई चाहिँ हेर्न रमाइलो गर्नको लागि आउनुहुन्छ यतिकै। अनि यस्तो हो, तपाईको गाउँमा म गयो भने मेरो गाउँमा तपाई पनि आउनु पर्यो कि पैसा लगाउने हो कि। त्यो चाहिँ कोही चाहिँ अब थाहा भएर त्यो ठाउँ हेर्न जाम, नयाँ ठाउँ भन्ने हिसाबले रमाइलो गर्न जाउँ हैन, त्यो हिसाबले पनि आउनुहुन्छ। तर भ्याएसम्म हामीले त्यो गाउँको खोइ खायो भने बोलाउनुहुन्छ, हामी जान्छौँ। त्यही त, यो जुन घाँटो खोइ र चुड्का सम्बन्धी जुन विषयहरू छ, कल्चर छ, म त्यहाँ गएर तपाईहरुको गाउँमा गएर हेर्दाखेरि एकदमै युनिक लागेको थियो कि। तर मैले यो विषयमा नेपाली गुरुङ चलचित्रहरुमा खासै देखेको छैन कि अझै। अझ मैले हैन यस्तो विषयमा चाहिँ किन फिल्महरु बनाउन सक्दैन, किन बनाउँदैन जस्तो लाग्छ। घाँटोको खोइ चाहिँ हाम्रो गाउँतिर चाहिँ कस्तो हुन्छ भने अहिलेसम्म पनि पुरानै चलन छ कि। जस्तै बेलुका पाहुनाहरू आउँछ कि, पाहुनाहरू चुड्का गाउने केटाहरू चाहिँ बेलुका नै आइसकेको हुन्छ कि हाम्रोतिर। आज बेलुका नै आउँछ कि। त्यो बेलुकाको रमाइलो फरक छ कि, फेरि छुट्टै रमाइलो छ कि। भोलिपल्टको रमाइलो छुट्टै छ कि। फेरि बेलुकाको रमाइलो छुट्टै नै छ साँच्चै। के हुन्छ बेलुका चाहिँ? बेलुका पाहुनाहरू आउँछ, गीत गाउन सुरु गर्छ, खान्छ, रातभरि नै नाच्छ कि त्यो दिन चाहिँ। हामी रात छट्टै नै पार्छ कि, सुतेको हुँदैन। त्यो फरक रमाइलो छ कि, भोलिपल्टको भन्दा पनि बेलुकाको छुट्टै रमाइलो छ क्या। यो चुड्का नाच्ने अवसर पारेर हैन, तपाईहरुको जुन तनहुँमा भएको गुरुङहरु गाउँहरुमा जुन चुड्का नाच्ने चलन छ, त्यो अवसर पारेर यसरी चाहिँ नाचगान गर्दाखेरि युवा युवती भेट पनि हुने भयो हैन, आफन्त पनि भेट हुने भयो। एक अर्कामा माया प्रेम पनि होला त्यतिखेर। त्यसरी बिहा हुने चाहिँ कतिको हुन्थ्यो पहिलातिर? अहिले चाहिँ के छ हैन? पहिला चाहिँ के हुन्थ्यो? मन पर्यो भने त हुन्थ्यो, तर हाम्रो गाउँमा त म नाचेको देखि चाहिँ थाहा पाएन। त्यसरी राति नाच्दै बेलुका बिहान पखसे कोही मान्छे गाउँको पहिला गयो भन्ने चाहिँ सुन्नु भएको छैन। त्यो चाहिँ भन्छ हैन, अरू गाउँमा चाहिँ हुन्छ, नहुने हैन। हैन, कसैलाई मन पर्यो, कोही मन पर्छ भने त जानु, त्यो उनीहरुको आफ्नो कुरा हो नि त। तर म नाचेको देखि चाहिँ मेरो गाउँमा चाहिँ भएको छैन। जस्तै एउटा कल्चर सुनेको थिएँ कि मैले, यसरी चुड्का नाच्ने बेलामा चाहिँ केटाहरूले बजाएको खैँजडी फुट्यो भने चाहिँ त्यो गाउँको चेलीबेटी कोही पहिला जान्छ भनेर भन्थे रे। भन्छ, त्यो त भन्ने होइन नि, त्यो त केटाहरूले मन लागेर खैँजडी यसरी फाल्ने बित्तिकै फुट्छ नि। हाम्रो गाउँको केटाहरूले सबै त्यस्तो गराउँछ नि। फेरि खैँजडी त त्यसरी उस गर्ने भए त हाम्रो गाउँको केटाहरूले जस्तै 10-12वटा उस्तै परे एउटै गाउँमा फुटालेर ल्याउँछ होला, त्यो नजोगाएर चाहिँ के। अहिलेको मान्छेहरू त अब कति बेसरी बजाउँछ। अनि फेरि यस्तो हो, लास्ट टाइम चाहिँ हाम्रो गाउँमा चाहिँ कस्तो गर्यो भने बजारको छाला सजिलो हुन्छ कि भनेर गर्दाखेरि बजारको खैँजडी बनाउनलाई कस्तो दुःख छ नि। तपाईँले अझ त्यो त देख्नु नै भएको छैन। सबैभन्दा दुःख खैँजडी बनाउन। त्यो के को छालाबाट बन्छ त्यो खैँजडी? बाख्राको। अनि गोराको पनि बनाउँछ। गोराको चाहिँ बेसरी बच्छ, राम्रो बच्छ। गोरा भने चाहिँ त्यो पाउँछ नि जङ्गलमा, के भन्छ त्यसलाई? गोरालाई। गोरा भनेको के जनावरै हो? त्यो पाउँछ नि, के भन्छ हौ, हामी त गोरा भन्छ, त्यसलाई के भन्छ अरे? त्यो जङ्गलमा पाउने उसो कि, मलाई ठ्याक्कै भन्नै आएन। फेरि यो पहिलोचोटि सुने मैले चाहिँ गोरा भन्ने जनावर। त्यसको छाला पनि बनाउँछ। त्यो चाहिँ फेरि बेसरी बजाउनु न, बाख्राको चाहिँ जति बेसरी बजाए पनि हुन्छ। बाख्राको छालाको चाहिँ बुढी बाख्राको छालाहरू के जस यो खैँजडी बजाउँदै फुटेर त्यो गाउँको चेलीबेटी पहिला जाने भन्ने कुरा चाहिँ पहिला हुन्थ्यो होला। अहिलेलाई त छैन, म नाचेदेखि चाहिँ छैन, त्यो कुरामा चाहिँ छैन। तपाईहरुले हजुरआमाहरुसँग त्यस्तो कुराहरू, हजुरबाहरूसँग त्यति बेला जुन कथाहरू पहिला चाहिँ त्यो भन्नुहुन्थ्यो। पहिलाको मान्छेहरूले त जतन गरेर बजाएर पनि होला। जस्तै हाम्रै फ्यामिलीको बुवा आमाहरू, बाजे बजेहरू नै कुनै गाउँमा चुड्का भोज लाउन जाने बेलामा चाहिँ बिहा गरेर ल्याएको त्यस्तो कुनै केसहरू छैन? त्यस्तो छैन गाउँमा। हिले खर्कामा छ नि केटाहरूले ल्याएको। हाम्रो गाउँको चाहिँ गएको छैन, अन्तबाट चाहिँ ल्याएको छ। अब कल्चर बुझेको मान्छे,
फिल्म पनि गरिसक्नु भएको छ धेरै नै होइन हजुर गाउँ समाजमा पनि एक किसिमको एक्टिभली नेतृत्व गरेर हिँड्ने मान्छे होइन हजुर आफ्नो लाइफको केही समय त फिल्महरू गरेर तपाईँले बिताउनु भयो होइन हरेक मान्छेको लाइफमा एउटा फेज आउँछ नि त हजुर यतिदेखि यति उमेरसम्म यो गर्ने त्यसपछि यो गर्ने त्यसपछि त्यो गर्ने भन्ने खालको प्लानिङ हुन्छ त्यो प्लानिङ त्यसमा तपाईँको अब उमेरको हिसाबले चाहिँ तपाईँको अब विवाह पनि एउटा आयो कि त्यसमा चाहिँ तपाईँको के छ योजना तपाईँले कल्चरै बुझेको मान्छे खोज्ने होला अब सायद होइन त्यो भएर अन्तर्जातीय बिहा त पक्कै गर्नुहुन्न यतिको बुझेको तर मान्छे होइन त्यो भन्दा पनि होइन यो टाइममा आएर हामीले जातभातको कुरा गर्नु चाहिँ राम्रो होइन तर पनि कति कुराहरूमा चाहिँ कल्चर फरक हुन्छ के इन्टरकास्ट बिहा गर्ने बित्तिकै त्यो मैले फेरि अरूलाई नगर्नु भन्न खोजेको पनि होइन त्यो समस्या के हुन्छ इन्टरकास्ट बिहा गर्दाखेरि कल्चर फरक भएर फेरि मलाई यो कुरा भनेर होइन अहिलेको टाइममा आएर यतिको मान्छेले पनि जातको कुरा गरे इन्टरकास्टको त्यो होइन कि मेरो लागि चाहिँ भनेको है समस्याहरू चाहिँ के आउँछ समस्याहरू त साँच्चै हामीले कल्चर मान्ने मेरो धर्म मेरो संस्कार मान्ने हो भने त गुरुङ कल्चरमा के म इन्टरकास्टसँग बिहा गरेँ भने मैले केही पनि छुन पाउँदैन मेरो माइत फर्केर अरू थरहरूमा चाहिँ त्यो हुँदैन फेरि गुरुङमा त्यो हुन्छ है फेरि गुरुङमा चाहिँ एकदम कडा छ है त्यो चाहिँ फेरि अनि अलिकति नमान्नेहरूले चाहिँ मान्नुहुन्न इन्टरकास्ट नै गरिन् जस्तै मेरो घरमा मेरो दाजुभाइले कसैले अर्को जात ल्यायो भने त्यो बच्चा पनि गुरुङ हुँदैन कि सुरुमा त्यो बच्चा पनि कुलमा चढ्दैन कि जब भात ननिकालीसम्म उसले त गुरुङ मामा समात्नु पर्यो कि उसको त मामा त अर्को जात हो नि त त्यो बच्चा जबसम्म भात निकाल्दैन नि त्यो बच्चा हाम्रो कुलमै चढ्दैन कि पूजामा पनि चढ्दैन कि उसले अगेनाहरू हाम्रो के भन्छ धुपाल्ने अगेनाहरू हुन्छ नि त्योमा लैजानै हुँदैन कि त्यो बच्चा पनि गुरुङ हुँदैन कि बल्ल मात्रै गुरुङ हुन्छ जब भात निकाल्छ नि तब मात्रै ऊ गुरुङ भयो कि ऊ बल्ल मात्रै त्यो कुलमा चढे उसले मामा बनाउनु पर्यो गुरुङ कुनै उस गर्नु पर्यो मामा बनाउनु पर्यो मामा बनाउनु पर्यो अनि मामाले भात निकालिदिनु पर्यो कि अनि त्यसपछि मात्रै ऊ गुरुङ ऊ त्यो कुलमा चढ्यो कि त्यो बच्चा आमा त भएन बच्चा पनि गुरुङ हुँदैन कि त्यो नभएसम्म हो यो कुराले चाहिँ गुरुङै भए पनि ऊ त गुरुङको बच्चा हो नि त त्यो छोरै छोरी जे भए पनि के दुइटाकै निकाल्नु पर्यो कि बच्चा जन्मेपछि तपाईँ बिहा गर्ने भइसक्यो उसको भात निकाले छैन भने ऊ गुरुङ कुलमा चढ्दैन नि हाम्रो गुरुङ उसमा त्यो हुन्छ नि त्यो बच्चा चढ्दैन नि जब भात निकाले नि भात निकाल्ने भने चाहिँ के हो यो एउटा खै कति हो मात्रै एक माना हो कि कति मात्रै त्यो उम्लेर जानु हुँदैन भन्छ कि त्यो पकाउँछ कसले हो मात्रै चलाउँछ कि त्यो आमाले मात्रै होइन कसले पो पकाउँछ त्यो अनि त्यो भात चाहिँ मामा बोलाउनु पर्छ कि एकजना मामा बोलाउनु पर्छ गुरुङ नै मामा बोलाउनु पर्यो अनि भात निकाल्नु पर्यो कि कुनै हुन्छ नि त हाम्रो आफन्त के भने मामा बनाउने एकजनालाई अनि अब जस्तै इन्टरकास्ट बिहा गरेर होइन बित्यो नि भयो कि बित्यो नि बुढाबुढी जो भयो बिते पनि के बिते पनि अब उसको त जात छैन नि त गुरुङ भए पो उसको माइती हुन्छ त होइन त्यो नभइसकेपछि त के गर्नु पर्यो हामीले आमाको माइती चलाउनु पर्यो कि अब खलकमा एकजना बितेपछि त सबै खलक जुठो पर्छ नि त हाम्रो गुरुङमा त सबै खलकले केही पनि चल्दैन नि त केही गर्नै मिल्दैन क्या त्यो हिसाबले पनि हामी चाहिँ कल्चरमा यसरी बाँधेछ हाम्रो धर्म हाम्रो संस्कारमा चाहिँ यही कुरामा चाहिँ बाँधेछ नि त इन्टरकास्ट बिहा गर्दाखेरि चाहिँ गाह्रो छ नि त घर फ्यामिलीलाई गाह्रो नहोला अरे हाम्रो त समाज छ आफ्नो खलक छ नि त उनीहरूलाई त गाह्रो हुन्छ नि त अनि त्यो हिसाबले त अनि माइती खोज्न त कहाँ जाने कि माइती बनाइसकेको हुनु पऱ्यो पहिला नै माइती बनाएको छैन भने त आफ्नो आमाको माइतीले काम चलाउनु पर्छ कि सबै कुरा आमाको माइतीले काम चलाइदिन्छ कि त्यही भएर इन्टरकास्ट बिहा गर्दाखेरि चाहिँ यति गाह्रो छ नि फेरि जस्तै अब मन लाग्यो भने पनि त्यस्तो समस्या रहेछ है कस्तो मन परेर बिहा गर्नु मन लाग्यो भने कति कुराहरू त्यो कुराहरू चाहिँ छोड्नु पर्यो कि मानौ तपाईँ अब इन्टरकास्टसँग बिहा गर्नुभयो भोलि घरमा केही समस्या भएर कसैको केही मृत्यु भयो भने तपाईँले पाएन क्या त्योमा सुनै पाएन अरू सबैजना ग्रुपमा हुन्छ भने म उता बारीको कुनामा हुन्छ कि त्योबाट सबै कुराबाट छुट्यो कि म मेरो दिदी बहिनीदेखि छुट्यो केहीमा त काम लाग्दैन म अर्को जातसँग जाने बित्तिकै न मर्दा काम लाग्यो न पर्दा काम लाग्यो अनि त्यसपछि त मलाई केहीमा पनि सामेल गर्दैन कि अनि त्यसपछि न मेरोतिर उनीहरू आउँछ कि अनि त्यो जस्तो नरमाइलो के हुन्छ अनि इन्टरकास्ट बिहा गर्नु चाहिँ त्यही भएर हामी जतिसुकै पढेको जतिसुकै हामी एकदमै विकसित देशमा गए पनि हाम्रो मान्छेले किन आफ्नो जातसँग बिहा गर भनेको चाहिँ यही यसकै लागि हो नि त आँखा नै कानो होस् कान नै नसुन्नुहोस् के पहिरो नै होस् आफ्नो जातसँग बिहा गर
जहिले पनि भन्ने त्यही हो कि जति खानै नभए पनि आफ्नै जातसँग जानुपर्छ भन्ने हो कि। तपाईँको कुरा सुनिराख्दाखेरि त अहिले जति पनि गुरुसिनीहरू छन् होइन, हजुर जो चाहिँ अब अन्तर्जातीय बिहा गर्ने मुडमा हुनुहुन्छ हजुर अथवा बोयफ्रेन्ड बनाएर बसिराख्नु भएको छ हजुर होइन, गैर गुरुङसँग हजुर उहाँहरू सम्बन्ध बनाएर बसिराख्नु भएको छ, उहाँहरूलाई त ठुलै चेतावनी भयो नि त होइन। हो नि, कस्तो गाह्रो हुन्छ नि साँच्चै। मेरो अरू ठाउँमा त्यो नहुन पनि सक्छ, तर प्राय गुरुङ कम्युनिटीहरू एकदम धेरै भएको हाम्रोतिर कि हाम्रो भेगतिर चाहिँ होइन, हाम्रो लमजुङ, गोर्खा, तनहुँ, स्याङ्जा, कास्की यो ठाउँमा चाहिँ यो छ है अझै पनि। हाम्रो एकदम धेरै गुरुङ बाहुल्यता भएको ठाउँ हो नि त त्यो ठाउँ। हाम्रो कल्चर त अझै पनि बिर्से छैन नि त। मान्छेहरूलाई इन्टरकास्ट बिहा गरेर केही हुँदैन जस्तो लाग्छ नि, त्यो ठाउँमा त बाँधिनै पर्छ कि हामी जतिसुकै सहरमा भए पनि आफ्नो धर्म होइन, आफ्नो बाउमा त कहिले पनि चेन्ज हुँदैन क्या। अनि मेरो बाउमा त मैले जन्मिँदाखेरि मैले अलरेडी म धनी भयो, मैले पैसा कमायो भन्दैमा मेरो बाउआमा कस्तो नराम्रो छ, झुत्रे छ, गोबर सो छ भन्दैमा मेरो बाउमा त चेन्ज हुँदैन होला नि त। सुखी परिवारको बाउमा त मेरो हुँदैन होला नि त, साइनोले होला। जतिसुकै दुःख पाएको, गोबर सोरेको, गनाएको भयो नि मेरो बाउ आमा त त्यही नै हो नि त, एउटा नै हो क्या। मैले मानेको धर्म पनि त्यही नै हो कि। धर्म र बाउमा चाहिँ कहिले पनि चेन्ज हुँदैन जस्तो लाग्छ कि मलाई चाहिँ। अब अहिलेको परिवेशमा कुरा गरौँ होइन, यति राम्रो बुझाइ भएको मान्छे धर्म संस्कार संस्कृति होइन समाजको बारेमा राम्रो नराम्रोको बारेमा यति राम्रो ज्ञान भएको मान्छेको चाहिँ तपाईँ अब मैले यसो बुझ्दाखेरि राजनीतिक रूपमा नि आबद्ध हुनुहुन्छ, एक्टिभ हुनुहुन्छ भन्ने कुरा सुन्यो होइन। त्यही भएर अब विषयवस्तु चाहिँ म अलिकति तपाईँको राजनीतिक आस्था होइन विचार, तपाईँ कस्तो खालको चाहिँ व्यक्ति हुनुहुन्छ, तपाईँ राजनीतिक विचारले चाहिँ मान्नुहुन्छ? यस्तो हो, म चाहिँ के भन्छु भन्दाखेरि कुनै पनि दल, कुनै पनि पार्टी, कुनै पनि समाज गलत हुँदैन कि, त्यो भित्रको व्यक्ति चाहिँ गलत हो कि। म त्यो समाजमा बसेर कोही मान्छे खराब छ भने ऊ ठुलो पोस्टमा भए पनि मैले खराब छ भनेर औँला ठडाउन सक्नु पर्यो कि। मेरो बुझाइ चाहिँ त्यति हो कि। तपाईँ जुनसुकै पार्टीको होस् है, तपाईँ जुनसुकै धर्मको होस् कि, तपाईँको सोच विचार कोसँग मिल्छ भन्ने कुरा हो कि होइन। तपाईँलाई कसको विचार चाहिँ राम्रो लाग्छ भन्ने कुरा हो कि। तपाईँलाई चाहिँ कसको विचार राम्रो लाग्छ, कुन पार्टीको विचार राम्रो लाग्छ ल भन्नु? अहिले त पार्टी नखुला मलाई, म राजनीतिमा एकदमै धेरै, म फिल्मै नगरे पनि म पछि जताबाट पनि म चाहिँ कस्तो भन्दाखेरि राजनीतिक फ्यामिलीबाट बिलङ गर्छु कि। खासमा मेरो ब्याकग्राउन्ड चाहिँ त्यो हो। म मात्रै यो लाइनमा आएको है। फेरि मेरो घर फ्यामिलीलाई त सुरुमा मैले फिल्म गरेको, मैले यो काम गरेको कति पनि मन पराएको थिएन नि। खासमा भन्नु पर्दाखेरि मलाई पहिल्यैबाट अफर आएको हो, मैले चाहिँ घरबाट नदिएको भएर नै नगरेको। पछि चाहिँ अलिक पछि गरेको, 1-2 वर्षपछि मात्रै काम गरेको आए पनि, किनकि मलाई त मेरो फ्यामिलीले यो काम गर्नु दिन्थेन नि त। मैले त मेरो रहरले गरेको काम हो। त्यो हिसाबले म कतै न कतैबाट चाहिँ ढिलो चाँडो राजनीतिमा आउने नै योजना थियो तपाईँ? थियो, त्यो त मेरो थियो, ढिलो चाँडो मात्रै थियो कुरा, कहिले आउँछ भन्ने मैले नदेखाउने मात्रै। म त त्यो राजनीति त मैले नजिकबाट चिनेको बुझेको मान्छे चाहिँ हो। फेरि त्यो त चुनाव हुने बेला ताका मात्रै नेताहरू चाहिँ गाउँ गाउँ जाने होइन, त्यही त जनताको समस्या सुन्ने बुझ्ने घर दैलो गर्ने कार्यक्रम गर्छ। 5 वर्षमा एकचोटि हुन्छ चुनाव त होइन। त्योभन्दा अगाडि त उनीहरूले के गरिरहेछ त्यो थाहा पनि हुँदैन, फर्केर पनि जाँदैन दिँदैनन् होइन। अनि चिया पसलमा बसेर ठुलो गफ गर्छ। मलाई त्यो कुरा चाहिँ मन पर्दैन कि। के हो भन्दाखेरि मेरो बुझाइबाट चाहिँ राजनीतिक गर्ने हो, त्यो ठाउँ चाहिन्छ, पुग्नुपर्छ हामी। तर त्यो ठाउँमा पुगेर जनताको लागि के गर्न जाने हो त? जनताको सेवा गर्न जाने होइन राजनीतिक भनेको। कमाउनु जाने त आफू बन्नु र आफ्नो फ्यामिली, आफ्नो आफन्त बनाउनु जाने ठाउँ होइन कि त्यो ठाउँ भनेको। जनतालाई सेवा गर्न जाने ठाउँ हो कि। मसँग केही छ भने राजनीतिक गरेर सँगसँगै राजनीतिकमा गएर जनताको लागि सेवा गर्ने ठाउँ हो कि त्यो ठाउँ चाहिँ। राजनीतिक कुरा गरिरहेको थियौँ हामी होइन, त्यही होइन, सबै सर्कलमा त जोडिने त्यही नै हो कि। राजनीतिकसँग, मान्छेसँग सबैमा जोडिने त त्यही हो नि त। सबै कुरा खासमा हामी त सर्कलमा घुम्ने त यसरी नै हो कि। राजनीतिक भने नि त्यही नै हो कि खासमा। तपाईँले राजनीतिक कुनै एउटा पार्टीमा आबद्ध छु अथवा यो पार्टीमा आबद्ध छु भनेर तपाईँ नखुलाउने भन्नुभयो होइन, त्यसमा म जोड पनि दिइनँ। तपाईँलाई चाहिँ व्यक्तिगत रूपमा अहिलेको जुन स्वतन्त्र व्यक्तिहरू हुनुहुन्छ जसले अहिले पार्टी खोलिराख्नु भएको छ, विशेष गरी अहिले एकदम चर्चित सामाजिक सञ्जालदेखि लिएर सबै ठाउँमा चाहिँ आफ्नो कामले गर्दाखेरि एउटा सबैले प्रेम गर्नुभएको, सबैले कुरा गरेको चाहिँ व्यक्ति धरानको हर्क साम्पाङ मेयर हर्क साम्पाङ चाहिँ तपाईँलाई कस्तो लाग्छ व्यक्तिगत रूपमा? व्यक्तिगत रूपमा राम्रो हुनुहुन्छ नि,
तर यस्तो हो कि उहाँले गर्न खोजेको जुन तरिकाको राजनीति छ तर त्यो यस्तो हो कि जनतालाई लिएर कति ठाउँमा त्यो ठाउँमा पुगिसकेपछि त्यो हिसाबले पनि काम चल्दैन नि फेरि। कति ठाउँमा त आफूले काम लगाउने हो, आफू सँगसँगै काम गर्ने हो। त्यो ठाउँमा पुगिसकेपछि सबै कुरा हेर्नुपर्छ कि हामीले, एउटा जनतालाई मात्रै हेर्ने। एउटा विचारमा चाहिँ उहाँले गरेको तरिका, उहाँले गरेको जुन सिस्टम चाहिँ सिस्टम हैन नि, कति धेरै सिस्टमहरु चाहिँ त्यो चल्दैन नि फेरि। कहाँ चाहिँ चल्दैन? कति ठाउँमा त्यो काम गरेको जस्तै जनतालाई देशमा हामी जनताहरू चाहिँ जहिले भने पनि के भनिरहेको हुन्छ भन्दाखेरि देशले केही नि गरेन, पार्टीहरूले केही नि गरेन, मन्त्रीले केही नि गरेन भनेर गुनासो मात्रै गरिरहेको हुन्छ नि त। यस्तो हो नि त फेरि। हामी जनताहरूबाट पनि केही न केही त आउनु पर्यो नि त, योगदान त हुनु पर्यो नि त। म यो कुरामा जोडे ल, म गलत हुन पनि सक्छु। हर्क साम्पाङले चाहिँ अहिले मेरो विचारमा चाहिँ हामी नेताहरूले नि गर्छौँ, हामी लिड गर्छौँ हैन, तर तपाईहरुको पनि साथ चाहिन्छ, तपाईहरुले पनि सहयोग गर्नुपर्छ विकासको लागि, तपाईहरुको पनि हात छ, तपाईहरु पनि जनता हो देशको भन्ने खालको त्यो विचारले चाहिँ उहाँले जुन अहिले काम गरिराख्नु भएको छ, त्यो हिसाबले चाहिँ उहाँको कामहरु राम्रै लाग्छ कि मलाई चाहिँ। राम्रै छ, तर कति कुराहरुमा चाहिँ त्यति धेरै बोल्ने कुरामा जनता त अब सबै जात, धर्म, लिङ्ग सबैजना हुनुहुन्छ नि त हैन, एकजना मात्रै हुनुहुन्न नि त, एउटा जातको एउटा धर्मको मात्रै छैन नि त। त्यो चाहिँ त्यो ठाउँमा पुगिसकेपछि चाहिँ हामी सबैजनालाई हेर्नुपर्छ कि इक्वली। मैले जुन पार्टीबाट चुनाव जिते पनि म सबैजनाको हो कि त्यो ठाउँमा पुगिसकेपछि चाहिँ। उहाँले चाहिँ सबैजनालाई हेर्नु भएको छ हैन, हेर्नु भएको छ, तर कति कुराहरुमा चाहिँ त्यो हिसाबले पनि चल्दैन के त्यो ठाउँमा पुगिसकेपछि चाहिँ। कति ठाउँमा चाहिँ आफूले काम अराउनु मात्रै पर्छ, भ्याउँदैन नि त, सबै ठाउँमा हेर्नुपर्छ नि त। त्यो हिसाबले चाहिँ उहाँले चाहिँ अब पार्टी खोल्नु भएको छ, त्यो हिसाबले तपाईको विचारमा चाहिँ त्यस्तो धेरै त्यसैभरि अबको चुनावमा चाहिँ त्यस्तो लेभलको बहुमत आउँदैन जस्तो लाग्छ। पार्टी खोलेपछि त तपाईँ स्वतन्त्र नै भएन नि। जुन हिजो पार्टीलाई गाली गर्नुहुन्थ्यो नि त्यो नै हो कि। पार्टी खोलिसकेपछि त सबैजना त्यो नै हो। स्वतन्त्र भनेको चाहिँ स्वतन्त्र नै हुनु पर्यो कि। कुनै उसको दल छैन, पार्टी छैन, कुनै उसको कार्यकर्ता छैन, त्यो चाहिँ स्वतन्त्र हो कि। दल खोलेपछि त जुन हिजोको पार्टी थियो त्यो नै काम कतिको गर्यो त्यति मात्रै हेर्ने। त्यही त हाम्रो देशको सिस्टम अनुसार त फेरि एकजना व्यक्ति मात्रैले एउटा ठाउँबाट चुनाव जितेर त काम छैन हैन। त्यो त बहुमत नै पुग्नुपर्छ। त्यो हिसाबले पनि त त्यो हिसाबले चाहिँ फेरि त्यो हिसाबले चाहिँ तल ग्राउन्डबाट काम गर्दै आएको एकदम राम्रो छ कि। मैले हर्क साम्पाङ, तपाईले हर्क साम्पाङको कुरा गर्नुभयो नि, उसले फेरि कामको हिसाबले चाहिँ पालिकामै काम गर्ने हो कि। काम देखिने चाहिँ पालिकामै हो कि। फेरि उहाँ चाहिँ पालिकामै बस्ने राम्रो हुन्छ। अहिलेको टाइममा चाहिँ फेरि पालिका भनेको चाहिँ आफ्नो अन्डरमा चल्ने ठाउँ हो नि त। सबैजना उहाँको अन्डरमा हुनुहुन्छ नि त। त्यो हिसाबले चाहिँ पालिका राम्रो चलाउन सक्नुहुन्छ कि। देश चलाउनु भनेको त तपाईँ हैन, देश चलाउन सक्नुहुन्न उहाँले। गाह्रो छ नि देश चलाउनु भने। जस्तै तपाईँले घर व्यवहार घरको आमाले कसरी धान्छ होला सोच्नु त। त्यो आमाले कहिले बिरामी भयो भन्नुहुन्छ, मलाई कहिले गाह्रो भयो भन्नुहुन्छ। तपाईलाई हर्क साम्पाङको शुभचिन्तकहरूले त गाली गर्ला नि त फेरि यसो भन्दा। गाली हैन, त्यस्तो भन्न खोज्या पनि होइन कि नराम्रो हुनुहुन्छ, अलिकति सिस्टम नपुग्या मात्रै हो कि। काम गरे राम्रो छ, अलिकति सिस्टम नपुग्या, अलिकति म्यानेजमेन्ट नमिलेको मात्रै हो कि। तर कति कुरामा चाहिँ मलाई के लाग्छ भन्दाखेरि यो त्यो भनेर गाली गर्छ नि अहिले हैन, भोलिको दिनमा चुनावमा हेर्नु त्यो मान्छेहरू नै तेल र मासु भातमा रक्सीमा बिकिरा हुन्छ कि। त्यो हिसाबले त नेता सुध्रिने कि जनता सुध्रिने त हामी पहिला सुरुमा जनतालाई नेताले सुधार्ने होइन कि, नेतालाई चाहिँ जनताले हामीले सुधार्नु पर्यो कि। हो कि होइन ल भन्नु न। राम्रो मान्छेहरू छान्दै, राम्रो मान्छे त हामीले छान्ने हो नि त। त्यो बेला चाहिँ हामी सानो कुरामा बिग्ने त्यो त भएन नि त। अनि पछि गएर यो नराम्रो त्यो नराम्रो भन्नु भएन नि त। चुनाव त हामीले भोट त हामीले नै हाल्यो होला, त्यो ठाउँमा त त्यसै पुग्या होइन होला, भोट चोरेर पुग्या त होइन होला उ त्यो बाटो। अनि त्यो ठाउँमा पनि जनताले नै भोट हालेर आएको। त्यही भएर को सुध्रिनु पर्यो पहिला सुरुमा? जनता सुध्रिनु पर्यो। जनता सुध्रिनु पर्यो, जनताले नेता सुधार्नु पर्यो कि। हाम्रो एकदम राजनीतिक गफ हो हैन अहिले बिचमा आएर। अब अलिकति अलि सफ्ट कुरा गरौँ। जस्तै जनताले नेता छान्ने हो हैन, हो नि, त्यो त हाम्रो हातमा छ नि। राजनीतिमा जनताले नेता छानिन्छ हैन। जस्तै हाम्रो व्यक्तिगत जीवनमा जस्तै आफ्नो जीवन अलिकति राम्रो बनाउनलाई, आफूले सोचे जस्तो बनाउनलाई पनि केटाले पनि केटी छान्नुपर्छ, केटीले पनि केटा छान्नुपर्छ नि त हैन, वैवाहिक जीवनमा जानलाई। त्यसमा चाहिँ तपाईँ एज अ एउटा फिल्महरूमा पनि काम गरिसक्नु भएको, सामाजिक रूपमा पनि काम गर्नु भएको छ हैन, संस्कार संस्कृति जगेर्नामा पनि तपाईँ हिँड्नु भएको छ। त्यो हिसाबले तपाईँको हिसाबमा चाहिँ एउटा आफ्नो चाहिँ जीवन साथी छान्ने भन्ने कुरामा चाहिँ तपाईँले के हेर्नुहुन्छ केटा मान्छेमा?
तपाईँले अघि भनिसक्नु भयो पैसाले मात्रै सबै कुरा हुँदैन होइन, तर अहिलेको समयमा त म्याक्सिमम केटीहरूले त पैसा पनि एउटा फर्स्ट प्रायोरिटीमा राख्छ नि त। म चाहिँ कस्तो हेर्छु भन्दाखेरि व्यावहारिक मान्छे हेर्छु। व्यावहारिक भने चाहिँ कस्तो भन्दाखेरि मै जस्तो मान्छे हेर्छु सुरुमा त होइन, मै जस्तो मान्छे हेर्छु, बुझ्ने मान्छे हेर्छु। कसरी थाहा पाउने कि यो मान्छे व्यावहारिक छ, यो मान्छे सुरुमा त सबैजना राम्रै लाग्छ, लाग्न त सुरुमा सबै मान्छे राम्रैसँग बोल्छ होइन, सुरुमा चाहिँ त्यही हो के म रक्सी खाँदिनँ चुरोट खाँदिनँ भन्छ होइन। हाम्रो कल्चरमा अलिअलि खाएको त फरक पर्दैन, हामी जन्मेदेखि मर्दासम्म रक्सी जाँड रक्सी नै हाम्रो घरको चाहिँ फेरि बाहिरको चाहिँ होइन है, चल्छ नि त त्यो त। त्यसले नराम्रो भन्ने हुँदैन कि ऊ व्यक्ति कस्तो छ त्योमा नराम्रो उस हुन्छ कि हुन त सुरुमा हामी सबैजना राम्रै लाग्छ, पछि सङ्गत गर्दै जाँदाखेरि हामी एकदम छिटो विश्वास गर्छ नि त। हामी खासमा मान्छे आफू जस्तो छ त्यस्तो नै देख्छ कि म राम्रो छ भने म सबैजनालाई राम्रै चुज गर्नको लागि चाहिँ एकदम गाह्रो पर्ने रहेछ कि त्यो कुरा। त्यो कुरामा चाहिँ साह्रै गाह्रो, अझ यो हामी अझै बुझ्दै गइसकेपछि झन् गाह्रो हुने रहेछ कि। अब बुझ्दै गएपछि कति कुराहरू व्यावहारिक कुराहरू हेर्छ कि, अनुहार उसको पैसा भन्दा पनि व्यवहार हो नि त मान्छे होइन। पैसा भने त दुईजना मिलेर पनि कमाउन सक्छ नि त। उसको व्यवहार राम्रो छैन भने, उसको बानी नै राम्रो छैन, ऊ व्यक्ति नै राम्रो छैन भने त उसलाई त म कहिले पनि सुधार्न सक्दैन, पैसाले पनि किन्नु सक्दैन नि त त्यो कुरा त। उसले मलाई इज्जत दिँदैन भने, मैले उसलाई इज्जत दिँदैन भने त्यो कुरा त सक्दैन होला नि त। म चाहिँ अलिकति फ्यामिलीहरू मान्छेहरू मनपर्छ भनौँ न। कतिको शङ्कालु मान्छे हो तपाईँ भन्नुहोस् त? म शङ्का गर्ने ठाउँमा एकदम शङ्का गर्ने ठाउँमा शङ्का गर्ने मान्छे पनि हो, तर फ्री ठाउँमा एकदम फ्री छोडिदिने मान्छे। ऊ मान्छेमा डिपेन्ड, मान्छे कस्तो छ त्योमा। त्यही त भनिराख्न नपरोस्, सोधिराख्न नपरोस् भनेको त्यही हो। ऊ भने नि कति दिन हमाउँदा पनि मलाई चाहिँ उसँग विश्वास होस् कि, उसलाई पनि मसँग विश्वास होस् कि उसले ऊ नराम्रो मान्छे होइन भन्ने चाहिँ। आजकल त यो कम्युनिकेसनको जमाना छ होइन, अनि त्यो चाँडै तपाईँको सम्पर्कमा आइहालिन्छ। जस्तै तपाईँले आफ्नो सम्बन्ध भएको मान्छेसँग दिनमा एकचोटि कलमा अथवा मेसेजमा कुरा भएन भने त तपाईँलाई शङ्का अभियसली लाग्न सक्छ होला होइन। यस्तो भन्यो नि त ऊ के काममा गइरहेछ, ऊ कस्तो ठाउँमा छ त्यो त बुझ्न सक्छ नि त। हामी यतिको मान्छेले त बुझ्दैन र, हामी यतिको मान्छे यतिको देखेको होइन, हामी त बुझेछ नि त यो टाइममा। तपाईँसँग छुट्नु भयो, काठमाडौँबाट पोखरा जाँदैछ, पोखरा गइसकेपछि मानौ 8-10 घन्टा बाटोमा लाग्यो, अनि उता पुगेपछि पनि तपाईँलाई कन्ट्याक्ट गरेन भने त के हुन्छ, त्यो उसको कुरा हो। तपाईँलाई शङ्का लाग्दैन? अब शङ्का लाग्यो भने त्यो उसको कुरा हो कि, उसले म को हो भन्ने कुरा चाहिँ सम्झिनु पर्यो कि, मैले पनि उसले पनि होइन। ऊ 5 दिनसम्म कन्ट्याक्टलेस भए पनि, म 5 दिनसम्म कन्ट्याक्टलेस भयो भने म कस्तो ठाउँमा छ, म के काममा गरिरहेछु होइन, त्यो कुरा चाहिँ एक अर्कामा विश्वास हुनु पर्यो कि। म त ऊ हो, म उसको मान्छे हो, म योभन्दा यो ट्र्याकभन्दा बाहिर जानु हुँदैन भन्ने कुरा चाहिँ आफैले बुझ्नुपर्छ कि। त्यसपछि जिन्दगी सहज हुन्छ जस्तो लाग्छ कि मलाई। मान्छेहरू जिन्दगी एकदम अप्ठ्यारो हुन्छ भन्छ नि, खासमा आफैले सजिलो बनाउने कि अप्ठ्यारो बनाउने आफ्नो हातमा छ नि। तपाईँको विचारमा चाहिँ गुरुङ चलचित्रमा काम गर्ने पहिल्यैदेखिको है अहिलेसम्म सबैजना, कसैको विवाह पनि भइसक्यो, छोराछोरी पनि भइसक्यो होला होइन, नायकहरू तपाईँलाई चाहिँ राम्रो लागेको चाहिँ एकजना नाम लिँदाखेरि चाहिँ को होला? अब त को भन्ने होला है, मलाई त अब त्यो क्यारेक्टर हेरेर राम्रो लाग्छ। होइन क्यारेक्टर होइन, व्यक्तिको हिसाबले। व्यक्तिको हिसाबमा को चाहिँ भन्ने हो? त्यही त, काम नगरेकोहरूसँग पनि के, काम गरेको नगरेको फरक परेन। जस्ट तपाईँलाई चाहिँ व्यक्तिगत रूपमा यो मान्छे चाहिँ राम्रो थियो, यो मान्छेसँग चाहिँ मेरो बिहा भएको भयो भने त्यो त मैले सोचेको छैन फेरि, त्यो चाहिँ मैले सोचेको छैन। मैले त सोचेको छैन त त्यो कुरा त, मैले त्यो सोचेको छैन। म त कामको हिसाबले मात्रै हेरेको है। हिरोइनहरू चाहिँ तपाईँलाई मन परेको? हिरोइनहरू पहिलाको पुरानो हिरोइनहरू एकदमै, म यो कुरा चाहिँ म बिहान मात्रै पनि कुरा के भिडियो हेरेर कुरा गरिरहेको हो। गुरुङ ड्रेसले सुहाउने कुरामा चाहिँ कि बसन्ती गुरुङ, गुरुङ फिल्मको हिरोइनहरू अहिलेसम्म सबभन्दा ड्रेसले सुहाउने, गुरुङ ड्रेसले सुहाउने धेरै मान्छेले भन्नुहुन्छ, मलाई पनि लागेको चाहिँ फेरि। तपाईँ पनि नोटिस गर्नु होला, मलाई पनि राम्रो लाग्छ गुरुङ ड्रेसले। तपाईँ अहिलेसम्मको हिरोइनहरूमा उस गर्न होइन, त्यो बेलाको गुरुङ ड्रेसले सुहाउने हिरोइनमा बसन्ती गुरुङ अति राम्री। मैले साइनहरू मर्सो हेरेको थिएँ उहाँको, त्यसपछि चमी कर्मा भन्ने पनि हेरेको छु, अनि सुनकोटर बेपोरेटा त्यो गीतहरू चमी कर्माको एकदमै राम्रो देखिनुहुन्छ। त्यही मैले पनि अहिले पछिल्लो समय त्यतिको चाहिँ अलि ड्रेसमा सुहाउने, अनि डान्स पनि उहाँको राम्रो छ। त्यो हाम्रो गुरुङ उसको लागि चाहिँ है। खासमा हाम्रो कल्चरमा त्यस्तो धेरै उत्ताउलो डान्स चल्दैन नि, त्यतिको डान्स हो क्या। अनि ड्रेस पनि हेर्नु न,
होइन मैले कति मान्छेहरूले कुरा गरेको सुन्छ अनि मैले पनि यस्तो नोटिस गरेको हिसाब चाहिँ गुरुङ ड्रेसमा सुहाउने गुरुङ फिल्मको हिरोइनी त्यतिको राम्रै चाहिँ हुनुपर्छ है गुरुङ ड्रेसले सुहाउने चाहिँ। अब तपाईँको विचारमा केही कुराहरू भन्नुहोस् होइन। गुरुङ चलचित्रमा चाहिँ एकदम लामो समय काम गरेर नेपाली फिल्ममा पनि आफ्नो एउटा पहिचान बनाउनु भएको छ होइन। माउत्से गुरुङ दाईको बारेमा चाहिँ केही कुरा भन्नुहोस्। के लाग्छ तपाईँलाई, कस्तो लाग्छ माउत्से गुरुङ दाई उहाँको काममा एज अ व्यक्तिको हिसाबले? व्यक्तिको हिसाबमा पनि एकदम राम्रो। मैले लेखीमासँगै मेरो को एक्टर हुनुहुन्छ नि त, सँगै काम गरेको हिसाबमा पनि मान्छेहरूले एकदम गाह्रो छ भन्नुहुन्थ्यो तर मलाई त एकदम सहज भयो काम गर्नुलाई। म भने नि म जस्तो मान्छेसँग पनि एकदमै सजिलोसँग घुलमिल भइदिन्छु कि। अनि व्यक्तिगत हिसाबमा त एकदमै मसँग नजिक भएको मान्छे हो होइन। अनि फ्यामिलीयर हिसाबमा पनि एकदमै नजिकको उताको घर परिवारतिर मतिरको घर परिवारसँग नि एकदम नजिक। हामी चाहिँ एकदम जिस्किने मान्छे पनि हो, एकदम जिस्किने ठट्टा गर्ने मान्छे पनि हो। एकदमै राम्रो मान्छे, नयाँ मान्छे आउँछ। जुन बेला मैले फिल्म गर्न भर्खरै गुरुङ फिल्म आएको थियो नि त्यो बेला एकदमै धेरै हौसला दिने मान्छे हो माउसे गुरुङले। बिर्सिनु पनि भयो होला होइन। म भर्खर गुरुङ फिल्म त्यो कर्माक्याको शुभ मुहुर्तमा चाहिँ आउनुभएको थियो कि वेद दाई। अनि त्यो बेला त मलाई कस्तो ठुलो मान्छेहरूसँग त्यो आएको छ त्यो ठाउँमा होइन। कहिले पनि कामै नगरेको, भेटै नभएको, यस्तो नजिकै नभएको मान्छेहरूसँग भेट्दाखेरि त होइन फिल्म हेरिराख्ने जहिले पनि अगाडि भेट्दाखेरि त हुन्छ नि कस्तो नर्भस हुन्छ नि। तर आयो राम्रो गर्नुपर्छ यस्तो प्रोत्साहन गर्ने कि। कति मान्छेहरूले चाहिँ कस्तो भन्छ भन्दाखेरि फिल्म आउँदाखेरि नयाँ मान्छेहरू आउँदाखेरि कस्तो डोमिनेट गर्नुहुन्छ अनि कस्तो गिराउनुहुन्छ नि त। तर एकदमै सपोर्टिभ मान्छे मान्छेको गर्नुपर्छ ल भन्ने। गर्ने नगर्ने त त्यो फेरि काम गर्ने मान्छेको हातमा छ है फेरि। सपोर्टिभ हुनुहुन्थ्यो। अब त्यसपछि प्रितम गुरुङको बारेमा भन्नुहोस्। उहाँ चाहिँ तपाईँलाई कस्तो लाग्छ? उहाँको काम गराइ उहाँसँग तपाईँले फिल्म पनि गर्नुभएको छ। फिल्म मैले लास्ट फिल्म चाहिँ प्रितम गुरुङ पनि हाम्रो फिल्मको गुरुङ फिल्मको एकदमै खम्बा हो नि। जुन कुरा होइन त्योभन्दा अगाडिको मान्छेले नगरेको कुरा गर्नुभएको हो नि त। त्यो कुरालाई त हामीले मान्नै पर्छ नि त, हो कि होइन ल भन्नु न। स्टार्टिङ गर्नुभएको त्योभन्दा अगाडि त कसैले पनि गर्नु भएन नि त। फिल्मको हिसाबमा पनि धेरै व्यक्तिगत हिसाबमा कस्तो हुनुहुन्छ भने यसले बच्चा टाइपको हुन्छ। सानो कुरामा पनि खुसी हुने, सानो कुराले पनि दुखी हुने क्या, अलिक म्याच्योर्ड नहुने क्या, बच्चा जस्तो क्या। उहाँको त उमेर त धेरै नै भइसक्यो, अझै म्याच्योरिटी आएको छैन। स्विट 16 हुन्छ अहिले। तपाईँहरू कसरी बढी भयो भन्नुहुन्छ? त्यो फिल्ममा म ठुलो देख्छु होला अझ मुखियामा। अझ उहाँलाई चाहिँ अझ बच्चा देखिनुहुन्छ नि, बच्चा जस्तो। तर मान्छेहरूले भन्थे होइन प्रितम गुरुङसँग काम गर्न एकदम गाह्रो छ, कस्तो एकदम टायर्ड छ, कस्तो गाली गर्छ। तर त्यस्तो मैले काम गरेको त्यो प्रितम गुरुङ मैले नभेट्या हो कि अहिले चेन्ज भएको हो कि त्यो मलाई थाहा छैन होइन। अब मेरो व्यक्तिगतले पनि त्यो फरक पार्या हो कि अहिले चेन्ज त्यो मलाई थाहा छैन। साह्रै नै सजिलो भयो काम गर्नलाई फेरि। अप्ठ्यारो भन्ने भएन कि कहिले पनि त्यो हुन्छ नि। अब हामीले पनि त्यो अटेरी गरेन। तपाईँप्रति छुट्टै खालको भावना भएर हो कि? त्यो पनि होइन नि, हाम्रो टिममा नै कसैलाई पनि गाली गर्नु भएन नि, कसैलाई पनि गाली गर्नु भएन कि। अब एकदमै प्रितम गुरुङ रिसायो भने यो चाहिँ त्यो चाहिँ त्यो त कहिले पनि देखेन कि हामीले मुख्य सुटिङ गर्दाखेरि त्यो नै देखेन कि। अब समयअनुसार चेन्ज भएको हो कि त्यो पनि हुनसक्छ नि त। हामी उमेर अनुसार चेन्ज हुन्छ नि त कति कुराहरू, त्यो पनि हुनसक्छ। अब हामीले लगभग 1 घन्टाभन्दा बढी लामो कुराकानी गऱ्यौँ होइन। 1 घन्टाभन्दा बढी कुरा गरिराख्दाखेरि चाहिँ तपाईँ मसँग कुरा गरिराख्दाखेरि तपाईँलाई कस्तो महसुस भयो त? मलाई त मेरो एकदम रमाइलो। मलाई त मेरो कुराहरू भनिराख्नलाई त्यस्तो अप्ठ्यारै लाग्दैन कि। यो झन् तपाईँले कस्तो कल्चरको बारेमा सोध्नुभयो नि त। मैले जानेको कुरा त मेरो ज्ञान त बाँड्नुपर्छ जस्तो लाग्छ। मलाई चाहिँ त्यस्तो लाग्छ। मान्छेहरू चाहिँ लुकाउँछ नि, मान्छेहरू लुकाउँछ। मलाई चाहिँ त्यो कुराहरू भन्नलाई मलाई 5 घन्टा गयो पनि कहिले पनि नराम्रो भन्ने लाग्दैन। मैले मेरो कल्चर, मेरो संस्कार, मेरो भाषा बुझाएको हो नि त। तपाईँले कति कुरा जानेन र मैले तपाईँबाट कति कुराहरू बुझ्छु होला होइन। जस तपाईँसँग बसेर कुराकानी एकदमै राम्रो भयो, फ्रुटफुल भयो हाम्रो कन्भर्सेसन। अरू बेला फेरि हामी नेक्स्ट टाइम कुनै यस्तै मौका मिलेर फेरि गफ गर्नेछौँ, कुरा गर्नेछौँ होइन। तपाईँको समयको लागि चाहिँ धेरै धेरै धन्यवाद। थ्याङ्क यू। तपाईँलाई पनि मेरो कुरा होइन यस्तरी सुनिदिनु भयो 1 घन्टा लगाएर रमाइलो लागे पनि नलागे पनि होइन। मैले मेरो गाउँको कुरा, मेरो कल्चरको कुरा, तपाईँलाई थाहा नभएको कुराहरू, मेरो होइन मेरो राजनीतिक कुराहरू, सबै कुराहरू, फिल्मको कुराहरू सुनाउन पायो अनि हाम्रो दर्शकसम्म पुर्याउन पायो भनौँ न होइन। तपाईँहरूलाई नराम्रो लाग्न सक्ला, मेरो अन्यथा नलिनु होला। मेरो
मेरो साइडबाट भनेको है, तपाईँहरूको साइडबाट म गलत हुन सक्छु, तपाईँको साइडबाट तपाईँको ठाउँमा त तपाईँ नै राइट हुनुहुन्छ, फेरि मेरो ठाउँमा म नै राइट छु। त्यही भएर यो कुरालाई अन्यर्थ नलिनु होला, कतै भुलचुक भएमा क्षमा माफी छु है म चाहिँ। धन्यवाद। ल, थ्याङ्क यू भेरी मच।